다 동마들이랑 아주 바람기는 신신한 सर्वप्रथम यो सञ्जालबाट हेरेर आनु हुने सम्पूर्ण गुरुवर्गहरू औतरी गुरुवर्ग त्यस्तै गरी भिक्षुनीको दलहरू साथै अनि अनेकन यो देशमा छरेर बस्नु हुने सम्पूर्ण नै धर्ममित्रहरूमा सुस्वास्थ्यको कामना तथा टासितेले नमस्कार व्यक्त गर्न चाहन्छु। अनि यो प्रवचनमा चाहिँ अलिकता समयमा अलिकता लम्बियो अनि अलिकता परिवर्तन भएको हुनाले अलिकता समय लम्बियो अनि अब म 3 दिन भित्रमा यसलाई म सकाउने कोसिस गर्नेछु। आज म 2 प्रकारको अर्थबाट म बताउनेछु आजको प्रवचनलाई पस्काउनेछु। पहिला अर्थ चाहिँ के हो, पहिला विषय के पस्काउनेछु त भन्दाखेरि अनि शरणीय योङजिन ठङ्गु रिम्पोछे गुरु अहिले उहाँको स्वास्थ्य चाहिँ अलिकता निकै नै विकृति भएको र उहाँ बिमार परेको हुँदाखेरि उहाँ अहिले ठङ्गु रिम्पोछे अहिले अस्वस्थ रहेको हुँदाखेरि उहाँको अनि उहाँको सुस्वास्थ्यको लागि अनि म केही शब्द बोल्नेछु। अस्ति अब हामीले यो अनेकन गुम्बाहरूबाट अब ठङ्गुको जति पनि गुम्बाहरू छ होइन, ठङ्गुको अब भिक्षुनी गुम्बाहरू छ, त्यस्तै गरी अब त्यो मात्र नभएर अब अनेकन कैयौँ गुम्बाहरू छ होइन। त्यस्तै गरी यो सेटाहरूदेखि पनि उहाँको लागि सुस्वास्थ्यको लागि होइन नि पूजाआजा गर्दैछ सुस्वास्थ्यको लागि र अनि यसरी अनि पूजाआजा गरिदिनु सुस्वास्थ्यको लागि भनेर यसरी मैले उहाँलाई अनुरोध गरे बापत अहिले पूजा गरिरहनु भएको छ। अनि मैले पनि उहाँको सुस्वास्थ्यको लागि र यो अहिले बिमार भएको हुँदाखेरि चाँडोभन्दा चाँडो जाति निको हुनको लागि अनि प्रार्थना बलियो प्रार्थना गर्नु होला। अझै पनि मेरो तर्फबाट उहाँलाई नि सुस्वास्थ्यको कामना र शीघ्र सुधार होस् भन्न चाहन्छु। आशा गर्दछु कि अनि उहाँ चाँडै निको हुनेछ र सुस्वास्थ्य हुनेछ भन्ने आशा गरेको अपेक्षा छ भने त्यस्तै गरी नै सबै भिक्षुनी दलहरूले पनि यसरी प्रार्थना गर्नु होला उहाँको लागि। अब दोस्रो विषय चाहिँ केबाट दोस्रो विषय के बताउन चाहन्छु भन्दाखेरि अनि अर्को चाहिँ अब यो अचानक यो ठङ्गु रिम्पोछे चाहिँ बिमार परम पूजनीय ठङ्गु रिम्पोछे बिमार भएको हुँदाखेरि अब उहाँले अब यसरी उहाँले अब सानो छँदादेखि नै यसरी ज्ञानको ज्योतिहरू अब उहाँले बताउनु भएको हुँदाखेरि अब त्यो हामीमा उहाँको प्रभाव छ ज्ञानको। त्यही कारणले गर्दाखेरि मन बुद्ध भए तापनि शरीर चाहिँ अब विभिन्न विघ्न बाधाहरू अनि भएको हुँदाखेरि त्यसै कारणले गर्दाखेरि अब एउटा उहाँसँग मेरो भेट्ने धेरै नै अब आशा छ। तर पनि के हो त अब यो चाहिँ गुरु र चेला भित्रमा यसरी आसमा भेटघाट हुने र आयु लामो हुने नहुने भन्ने के हो त चेलामा निर्भर छ हैन। अब गुरु र चेला यसरी बराबरी एक किसिमको बराबरी आयुमा अब बास गर्ने भनेको के हो त भन्दाखेरि दुवैमा आयुको चाहिँ बराबरी बस्नुको लागि कर्म धारणा गर्नुपर्छ, कर्म सञ्चय गर्नुपर्छ। त्यही कारणले गर्दाखेरि यसलाई चाहिँ कल्पन्याम्बिले भनिन्छ होइन। समन्त कर्म भनिन्छ, सबैसँग एकता कर्म सञ्चय हुनुपर्दछ। त्यही कारणले गर्दाखेरि यसरी गुरु र चेला यसरी सँगै बस्नुको लागि चाहिँ के हो त गुरु र चेलाको एउटा कर्म सञ्चय गर्नुपर्छ, राम्रो कर्म आफूले पुण्य कमाउनु पर्दछ। त्यही कारणले यदि आफूमा गुरुसँग बस्ने चेलाको पुण्य चाहिँ कमी कमजोर छ भने त्यति लामो समयसम्म बस्नु पनि पाउँदैन। त्यही कारणले गर्दाखेरि
अनि 아나 저 जु 냠도 गुरु जति पनि पवित्रता अ 든든히 주의 온데 또 अ, 하다 र एक 디주지안 किसिमको 된다 शुद्धता 니샤르시 र बुद्ध जस्तो भए तापनि यदि आफू 둠지시에 आफू चाहिँ 샤르텔 때 उहाँसँग बस्नुको लागि कर्म सञ्चय गरेको छैन, 가서 उहाँसँग 슈즈로 दिन 가서 प्रतिदिन 나로 उहाँको 던지 मुहार 샤샤비나 दर्शन गर्नु लागि आफूले कर्म सञ्चय गरेको छैन, कर्महरू चाहिँ आफूले राम्रो कर्म गरेको 고지시에 छैन भने अब बस्नु बस्नु 다시도 सक्दैन त्यस्तै 무시게 किसिमको। त्यस्तै 하나시 गरी अब झ्याङ ताइसुको रुम्बुछे 고시시에 첨부 अनि अनि घोसरी घाल्सा रुम्बुछे हुनुहुन्छ अहिले। 나발리달로다 공로 뒤지다 바시에 दुवै नै अहिले के हो त 시에다 सिद्धु 데 रुम्बुछेले घाल्सा रुम्बु दुवै अब 70 아들이 वर्षमा उहाँ 미세기 पुग्नुभएको छ। 뒤지는 त्यसै 거 कारणले 가야지 गर्दाखेरि अनि अहिले 다 विशेष एउटा 디마리아 समय आएको हुँदाखेरि 지랑 उहाँहरूलाई पनि एक 마주세 किसिम के हो त 다 अनि 공부소소이 आफ्नै 마이나다 आफ्नो 지 गुम्बाबाट 나로야 आफ्नै 미세 जुन अब 자라다 आफ्नै अब समितिहरू छ होइन, 주주야 다 코로나도 나신 바 अनि 도스레 सुस्वस्थको अब अनि 리야 सुस्वस्थको 감상 सम्म 지 सुस्वस्थ 용경원에 रहनु होला, दीर्घसम्म रहनु होला, प्रार्थना 진미시에 सर्वाउन 감상 जरुरी छ 지 용경원에 होइन। 그래서 त्यही 무슨 कारणले गर्दाखेरि 저진 지에리엔다 진제기베 अनि यो काग्यू सम्प्रदायको होइन, समग्र काग्यू सम्प्रदायको अब 진제시에 कमसम काग्यूको यो के हो त 제베시에 अनि 시시에 पक्षबाट होइन 진제네 उहाँको अनि एउटा 이주도 उहाँ कृपा भएको हुँदाखेरि अनि त्यसैको स्मरणको लागि के हो त अब सुस्वास्थ्यको लागि अनि लामो समयसम्म प्राणी हितको लागि र रहनुहोस् र एक किसिमको प्राणी हितको लागि धर्मचक्रहरूको ध्वनिहरू गुन्जाउनुहोस् भन्ने मैले भित्रैबाट म प्रार्थना गर्न चाहन्छु। यस्तो मलाई एउटा महसुस आयो र एउटा भित्रैबाट मलाई कुरा खेलेको हुँदाखेरि म उहाँहरूलाई प्रार्थना गर्न चाहन्छु। त्यसै कारणले गर्दाखेरि अब यो समय चाहिँ कहिले गर्नु त भन्दाखेरि एक किसिम के हो त अब यो लभव दुचेन देव प्रवर्तन दिवसको समयमा होइन, यो चाहिँ अब सञ्जालबाट अब यसरी उहाँको सुशासनको लागि पूजाआजा गर्नको लागि अब गर्नेछु। यदि त्यो लभव दुचेन अर्थात् यो त्यो भोटको 9 महिनाको 22 गते भयो भने त्यो बेला गर्ने, भएन भने कैयु मल्लमको बेलामा नि गर्ने। त्यो बेला अब के हो त जुन अब 3 सुक चढाउनेहरूदेखि 3 सुक उहाँलाई अर्पण गर्ने, त्यो चाहिँ अहिले म यसको योजना गरिरहेको छु योजनाहरू। यो जुन मैले आएको उत्पन्न भएको विचार चाहिँ तपाईँको माझ मैले पस्काएँ। त्यस्तै गरी यो यो अब आफ्नै गुम्बाभित्र होइन, काग्यू सम्प्रदायको आफ्नै भित्र अब औतरी गुरुहरू खेम्बु वर्ग अनेकन हुनुहुन्छ होइन, तपाईँहरूको सोचमा उहाँलाई कसरी अब सुस्वस्थ रहनुको लागि हामीले प्रार्थना गर्नुपर्दछ, अनेकन विचारहरू आउनुभयो भने त्यो विचार चाहिँ मलाई बाँड्नु होला। यसरी विचार गरेर यसरी अब हामी गुरुहरूको सुस्वस्थको लागि प्रार्थना अवश्य गर्नेछ। अब यो प्रवचनको विस्तारमा म अब जाँदैछु आजको यो मिग्यू दोर्जेको मुक्त कथाको यो मुक्ति कथाको के हो त यो राम्रो कामको अब पद भन्छ 33 श्लोकमा चाहिँ यो अब श्लोकको पढ्न जाँदैछु। तपाईँहरूले स्मरणको लागि अनि यो 32औं राम्रो कामको पदको यो शब्द फेरि म तपाईँलाई शाक्य मुनिको अनुपम धर्मको विशेष ध्यान चासो दिए। त्रिरत्नको स्वभावमा नै निश्चित रूपमा छ। 3 काय र 5 ज्ञानले युक्त भएको जाने, त्यसको कारण कसैले ममाथि सद्भावना प्रयोग गरेकोले यही नै मेरो राम्रो काम हो कि भन्ने ठान्दछु भने यसरी 32औं श्लोकमा यसरी बताउनु हुँदछ। अब मिग्यू दोर्जेको पालोमा अब भनौँ न आफूले आफ्नो गुरुले कसरी अब यसरी शरत भक्ति कसरी गर्नुभयो होइन, यसरी कसरी आस्था राख्यो गुरुप्रति, कसरी उहाँले आदर गर्नुभयो त्यसको विषय नि बताउनेछु। यसको पछि चाहिँ म के अनि साङ्गे यो दोस्रो चरणमा चाहिँ म साङ्गे न्यम्बाको अब एउटा मूर्ति जुन अब आकाशमा देखिएको होइन, एउटा चाँदीको मूर्ति त्यसको विषयमा बताउनेछु। अनि त्यसै गरी थुन्से लामे नजर भनिन्छ कैयीको होइन, त्यो बताउनेछु। र पर्सि चाहिँ अनि भोलि पर्सि अन्तिम दिनमा चाहिँ यो कर्मयोग ऋणलाग भनिन्छ होइन, कर्मयोग जुन अब
कालो एउटा गेडी 이 결혼 अब 상계 베지 कालो एउटा के हो त 문제다 자르지 बन्दुक एउटा डल्लो गेडा यसको 주주사다 विषयमा 드나 बताउने छु। 주야 상마르 가시 치라도 अब अलिकता यसमा 예 फेरि 소다 가르던 제바 차디 अ, 거르스다 미 가시지 가르라고 열었잖아 अ, 미규도 지기 यो 꾸준히 32औं श्लोकसँग 매부 सम्बन्ध रहेको 되겠어 छ। राम्रो कामको पद 아니 मुक्तिको त कर्म प 롬 मुक्तिको त राम्रो 갸베기 कामको पदको 생게 롬좀 32औं 갸베기 श्लोक 생게 된다 सम्बन्ध 말고 छ। के छ भन्दाखेरि 달래 मिगी दोर्जेको पालोमा कसैले के 셋에도 भन्दो रहेछ भन्दाखेरि अ, 셋치마선 규 파샤네 कोही मानिसहरू मिगी 셋둘레야 아니 배 맞아 मिगी 같은 दोर्जे मिगी 가라야 दोर्जेको वरिपरि लामो समय बिताउने र ध्यान 다갸바치다 अध्ययन 제라 गरेको 요한 गरेको 까마베 धेरै 샴제 जसो 슝기 까냐 मानिसहरूलाई 마도 यो 베게 जीवनको 샴제 बारेमा 슝기체 धेरै विवेक 린도스 र औचित्य छैन हैन एक किसिमको 다 त्यति फाइदा छैन 딘제게베 रहेछ। 아쇼지 मिगी दोर्जेको 니즈 छेउछाउमा 샤바 बस्ने मान्छे धेरै 달로레야 नै छ। 로레야 로마 상부 तर के हो त 자 सबैले 태알레 로마 देखिन 녜바 हैन 샴제 슝기 के हो त भने 짱강 तिनीहरू जसले अब 아니 와기 김센테야 소 아나 अ, 까마빠 코랑기 अब कर्मको ठाउँमा बसेर 로마 पनि आफ्नो 지수 कर्म मिगी दोर्जेको 아 छेउमा बसेर पनि बेइज्जत गर्ने 로마 쫑레 धेरै छ। 접레야 के हो त 로마 भन्दाखेरि है 지수기 꿰다 눈주 अनि 가르쳐베이나 델레야 태가 कारण उहाँ एकदम 깝디아나이나 안다 सही 야라 हुनुहुन्छ 체박게 कर्म किन आइना भन्दाखेरि 안다 उहाँले 든제게 कुनै मान्छेको भनाइ हो 삭제 यो। 진지 만남체 अब के हो त 단노 디간라야 बे गरे पनि के हो त नराम्रो काम 미구르다 गरेको 톡코시 नराम्रो गल्ती हो भने कहिले पनि गल्ती देखाउन 가수수 नहुन्थ्यो। गाली 강 गलौज 뮤즈르버디 अनि उहाँले यसरी अब 나디도 सबै दिनु नहुन्थ्यो। 미균센라 때네 उनीहरूको 다 सट्टामा अझ उहाँले के हो त विभिन्न 냠바냐 링니 उनीहरू 소마네 विभिन्न अब उहाँले 텔레베 प्रतिष्ठा एक किसिम के हो 로마티즈비 짱랑 쇼라체 सत्कारहरू 다 दिने विभिन्न चाटो यारस के सक्दो दिनुहुन्थ्यो। त्यही कारणले 디균센라 때네 다 गर्दा कर्मको ठाउँमा 나 सामुमा 도도 디 बसेपछि के हो त भने 까마 비게 नराम्रो 퉁라 मान्छे 짜세 पुगिरहेछ। 참시엘라 미 धर्म 도양야 गर्नमा एकदम 미 उचित हुने र 에, धर्ममा लाग्ने धर्म 로마 भक्ति चाहिँ कोही पनि छैन रहेछ। त्यही कारणले अनि 냠바 सबै 짱야 로더베 नराम्रो 쉐바 मान्छे बाहेक 큐베기 राम्रो मान्छे त कोही 지 पनि छैन 로마 रहेछ। 큐베 यो मैले 미루야 निर्णय नै गरेँ है 타세 사르다 भनेर नि कुनै 중앙 मान्छेले यसरी उहाँलाई अनि 야세 आरोप र 참으로 तिरस्कार 야 गर्ने 유사 말해 셰셰 पाइन्छ। 다 딘데 त्यस्तो 셰딩에 딘데 थियो पालो। 생겐들이 중벌해 अनि मिगी दोर्जे 다 पालोमा यस्तो 디줄래야 अनेक मान्छेहरू 상게 आएको थियो। 버주 코랑게다 अनि यस्तो भन्ने 코랑 बेलामा साङ्गे 미규도지 पल्टु चाहिँ अब 짱게 मिगी दोर्जेको अब एकदम नजिकको चेला हो साङ्गे 나는 पल्टु। 코랑야 त्यस्तो सुन्दाखेरि 이야 पल्टु साङ्गे पल्टुले के 첩첩이 भन्नुभएको 생기지 रहेछ भन्दाखेरि 정말 साङ्गे 다시 पल्टु चाहिँ एकदम 생기지 एकदम 제사다 सिधै सिधै बोल्ने हो। 코랑게 कुरो 심지어 नलुकाउने 제비기나 ढाकछोप नगर्ने सिधै बोल्ने मान्छे रहेछ उहाँ चाहिँ। उहाँले के भन्नुहुँदो रहेछ भन्दाखेरि 미규도지기 다 궁고르다 궁고르 अब 셰지다 साङ्गे पल्टु 로메나 로다 उहाँले यसरी 딘제샤르데 हेर्नुहुन्छ 롱부용한데 아디 미규도지 यो 껴잉 मिगी 아니 दोर्जेको छेउमा नराम्रो मान्छेहरू आउने 균생 가르레사나 नराम्रो मान्छेहरू आउँछ त्यो चाहिँ मिगी दोर्जेको गल्ती होइन। 미규도지기 로마티졸레야 최다마 마나와 말했어 मिगी दोर्जेले 디디 आफ्नो चेलाहरूलाई एकदम 랑랑기 पवित्र धर्मको 버저 마나와 말했어 रसहरू 이나야 नबाँडेको होइन नदिएको होइन दिएको नै हो। 미규도지기 지점 सत् 상기 बुद्धको 땜베기 सद्भावनाको 로쇼도 सद्बुद्धको 큐버사나 ज्ञान 다 दिएको हो। 아주베나 तर 칼라레 पनि के हो 지나베 त उहाँले 칼라 नलिएको हो। 심주연도 जस्तो कि उदाहरणको लागि अब 디 होइन 다 상기 땜베기 베 최기 뉴지 로베 초도 큐버디 상말로야 나야 아래데 이나야 एउटा 디 धर्मको 로쇼도 अमृत 큐버디 भनेको बौद्ध धर्म 냥시게 हो। 버렸어 로 यो चाहिँ के हो 뇽시게 त 로 मिगी 뇽시게 दोर्जेले 베 दिनुभयो तर 인사나 भने के हो 최기 뉴지 एउटा 로 धर्मको 딘데지기 रसको लागि चाहिँ स्वादलाई चाहिँ चाख्नुहोस् 마서르케 अनि 딘데지기 चाख्नु पाएन उनीहरूले स्वाद लिएन 섭기 लिनु 뉴지바 जानेन। 지도 आसामसारो त्यही 딘데기 कारणले अनि 가와베 अचम्ति 쇼게 नै 야마레스 हामीले सोच्नु 텔레 पनि नसक्ने 도디 에네 त्यस्तो के हो 쳔기기 त 베 उनीहरूले अब 스미센라 쳔기기 लिनु सकेन मिगी 로바 दोर्जेको ठाउँमा 까마쇼 भएर पनि। जुन त्यस्तो 레야 मान्छेहरू के हो त 아니 भन्दा मिगी दोर्जेको छेउमा 키파 बसेर एउटा 키파이 सांसारिक 디줄레 시행지 अनि 담보는시 सांसारिक 키파 कुराहरूमा 바보 मात्रै चासो 디줄기 गरेर होइन 따치다 नराम्रो 바보서 कुराहरू 말에다 मात्रै 치다 जस्तै के हो 바보 त एक किसिमको 디줄레야 아니 하이 뉴지체 샤베나 코스 디 하이 जस्तो कि 뉴지기 उदाहरणको 로마 लागि 영싱 말레스 अनि 텔레 कुकुर 관솔레야 र 디지 सुँगुरले 샤와베 एउटा के हो त भने 큐어라서 다 딘데게 베지 फोहोर मैला लिएको जस्तो 디 개방하면 कुकुर र 베베기 कुकुरको अगाडि 다 अमृत राखे 디자라 तापनि के हो त फोहोर मैलामा 아 झम्टेर खाने जस्तो दुध 키르 अमृत जाँदैन। 신기술래야 칼라스 त्यस्तै 때문에 किसिमको मिगी दोर्जे पनि 영신이 अमृतहरू दियो 신지배기나 तर 더 के हो त सामान्य 제가 मान्छेले 가라 디 धर्मको 개방하면 अमृतलाई 베지지 चाहिँ 강가 चाख्नु नसकेर 쟤네 कुकुर जसरी यसरी फोहोर मैलामै उनीहरूले चासो छ। 로토와 영 마시행기 त्यही कारण त्यो 지리야 야 मिगी दोर्जेको कमी कमजोरी होइन, 칼라 त्यो 가세 야버테 कमी 이네야 디 कमजोरी 가수 सोचको 코란텔레 विचार गर्ने 콩기르 कमी कमजोरी हो 쉐비나 아니 भन्नुभएको 신부 छ। 임바지 소 말했어 त्यही कारणले गर्दाखेरि 드레이드 다 로마티스 상로로야
जुन कुरा आफूलाई चासो लाग्छ, जुन कुरा आफूलाई दिन प्रतिदिन त्यसमा भिजिरहेको त्यो कुरा मनपर्छ। त्यही कारणले सांसारिक माया मोहको डोरीमै बन्द नपर्छ, त्यही मात्रै मनपर्ने हुँदाखेरि अनि बौद्ध धर्म नलिएको कारणले गर्दाखेरि एक किसिमको हो त अनि त्यो भित्र नै डुबेको हो नि। त्यही कारणले एउटा रत्नको संसारमा गएर रत्न नलिएर एक किसिमको हो भने अनि रत्नको संसारमा गएर अनि त्यहाँ चाहिँ के हो त विषयुक्त पानी लिएर आएको जस्तै हो। त्यही कारणले संसारको दुःखलाई सुख जसरी सोच्ने होइन, काम गुण जुन विष हो त्यसलाई चाहिँ के, काम गुण चाहिँ एउटा विष जस्तो आगोको ज्वाला जस्तोलाई चाहिँ के हो त अनि आगोको ज्वाला जस्तो चाहिँ के हो त अनि एक किसिमको अमृत जसरी त्यो लिएको हुँदाखेरि संसारमा माया मोहमा डुबेर दुःखै भित्रै अनि दुःख भित्रमै अनि डुबिरहेको भौतारिएको हो। त्यही कारणले गर्दाखेरि आफ्नो नराम्रो व्यवहार, नराम्रो अभ्यास, कुकर्म गरेको कारणले गर्दाखेरि यसरी अनि संसारिकमै डुबेको भौतिक। त्यही कारणले गर्दाखेरि अनि पहिलो जुनीमा उहाँले यसरी निगो दर्जे जस्तो महान बुद्धलाई अनि मिथ्या दृष्टि, नराम्रो सोचले, नराम्रो नजरले हेरेको कारणले गर्दा त्यसको प्रतिफलमा के हो त दुःख भोगेको। बुद्ध सामु भएर पनि एउटा बुद्ध जस्तो देखेर बुद्धको सामु एउटा अमृत दिँदाखेरि पनि अमृत नाथापेर जुनेको त विषलाई खाइरहेको त्यस्तो भएको के हो त यो चाहिँ आफ्नो कर्ममा मिग्दो जो गल्ती र दोष होइन, यो जुन चाहिँ मिग्दो दोषको सामुमा हुने एउटा धर्मको अमृत दिएर पनि त्यो लिनु नसक्ने चेलाको दोष हो भने साङ्गे पल्टुले यसरी बताउनुहुन्छ। कुकर्ममा एकदम धेरै बानी परेको कारणले हो भन्नुहुन्छ। प्रश्न यदि हो, यदि त्यस्तो गल्ती चाहिँ अनि यसरी अनि धर्म र अधर्म अब आफूले गर्नु नसकेर त्यो बाटोमा अब अल्झिएको हो भने, त्यसले गर्दाखेरि अमृत लिनुको सट्टामा विष लिएको हो भने अनि नराम्रो गल्ती गरेको हो भने अनि उसले नजानेको हो भने किन फेरि मिग्दो दोषीलाई दया माया गरेर यसरी करुणाको आँखाले एउटा चक्षुले अनि किन हेर्नु भएको त? त्यही कारणले गर्दाखेरि किन यसरी उहाँ अझै झन् यस्तो मान्छेहरू दया माया धेरै बढेर जाने होइन, झन् नराम्रो मान्छे आउँदाखेरि कुकर्म गर्दाखेरि झन् त्यहीबाट दया माया झन् बढेर जान्छ। तिनीहरूलाई अनस्त गर्ने वास्ता नगर्नु पर्ने, तर पनि के हो त झन् मिग्दो दोषी दया माया एकदम बढेर आउँदो रहेछ। किन आउँछ भन्दाखेरि हो एक किसिममा हो, एक किसिमको के हो त एक किसिमको डाह गरेर होइन, ईर्ष्यालु भएर यसरी एक किसिमको तिनीहरूलाई अनस्त गरे भने हो होइन। तिमीले रिस राग डाह गरे भने उनीहरूलाई दया माया आउँदैन हो, नराम्रो नजर हेर्नुपर्ने हो। तर मिग्दो दोषी त्यो भनौँ गुरु त्यस्तो होइन। मिग्दो दोषी भन्ने के हो त अनि मिग्दो दोषीले चाहिँ एकदम एकदम विचार तौर हेर्नु भयो नि त। किनकि जुन प्राणीले जस्तो इच्छा छ होइन, भौतिक कुरामा इच्छा छ, भौतिक प्रदान गर्दै खाने कुरा, किसिमको घर परिवार, सांसारिक कुरामा जुन कुरा अब चेलामा कस्तो कुरा निर्भर छ, कस्तो कुराहरूमा उहाँको चाहना छ, ती चाहना पुरा गर्दै सब मार्गमा लाने उहाँको विचार र उहाँको अनि त्यसरी उहाँले हो नि। त्यसै कारणले गर्दाखेरि मिग्दो दोषीसँग चाहिँ के हो त अब हुने मान्छेहरूको त खाने लाउने बस्ने एउटा भौतिक कुरा मात्रै आउने चासो हुँदाखेरि तिनीहरूलाई त्यही नै दिएर इच्छा त्यस्तो भएको मान्छे त्यस्तै इच्छामा लगाएर उहाँले अब के हो त नि सांसारिक कुराहरू उहाँले वितरण गरेको जस्तै भौतिक कुरा दिएको जस्तै, तर के हो त वास्तविक चाहिँ सद्धर्ममा लगाउनुको लागि उहाँले अनि यसरी दयामायाको किरण चाहिँ उहाँमाथि बर्सिनु भएको हो नि त, लगाउनु भएको हो। त्यही कारणले गर्दाखेरि त्यही कारणले यो सम्बन्ध यसरी राखेर यसरी जोड गरेर अब जुन भौतिक कुरामा चासो राख्ने मान्छेहरूलाई चाहिँ भौतिक कुरामै जोड दिएर अब बौद्ध धर्म लाने भए अरू कुनै उपाय छैन, कुनै विकल्प छैन नि।
त्यही कारणले त्यस्तै मार्गबाट सद्धर्ममा मुक्ति मार्गमा लगाउनु भएको हो। अब अर्को पक्षबाट हेर्ने हो भने अब जस्तो कि अब भनौँ न यो अब मिगी तोर्सी नै हो भने के हो त एक किसिमको अब जुन सत्कर्म के हो कर्म र फल के हो त एक किसिमको के हो त उहाँले दिन प्रतिदिन त्यसपछि अब कर्म फलमा उहाँले दिन प्रतिदिन उहाँले आदर सत्कार गर्दै गएको हुँदाखेरि अनि कोहीलाई अनस्त गर्ने कोहीलाई आफ्नोलाई काको अरूलाई पाका खाने पनि गर्नु हुँदैन नि त्यस्तो किसिमको अब एउटा के अब उनीहरूको लागि भौतिक रूपमा यति धेरै उपभोग गर्ने उनीहरूले विगत कर्म पाएको परिणामको आनन्द लिनु हो। जसरी बुद्धले राजा उत्तरयानलाई आफ्नो ज्यान जोखिममा रहेको ठाउँमा जान अब निषेध गर्नु तर भन्नुभयो कि कर्मलाई नियन्त्रणमा लिनुहोस् भनेको थियो नि। त्यही कारणले अब राजा उत्तरयान चाहिँ के हो त अब उहाँलाई प्राणको जोखिम थियो होइन त्यो ठाउँमा अब बुद्धले रोक्नु भएन किन उसको कर्म नै त्यस्तो उनले यसरी अब सञ्चय गरेको त्यही कारणले गर्दाखेरि अनि राजा मलाई चाहिँ अब एकछिन के हो त अब प्राण लिनुहोस् भनेर बताएको थियो। एउटा कथा बताउनु पर्दाखेरि एउटा चेलाको गुरुको ठाउँमा एउटा चेला थियो जुन कर्मको ठाउँमा एकजना चेला थियो होइन जुन अनि जुन एउटा चेला चाहिँ अब कर्मपालाई अनेक सामानहरू चढाउने अब आउँथ्यो दानदाताहरू आउने क्रममा जुन त्यो हुने एउटा चेला सेवकले चाहिँ अब यो चाहिँ रिभी धर्जेको पालोमा भएको घटना हो यो। अनि जुन कर्म 17 अवतार यो कर्मको छेउमा बस्ने सेवाले भनेछ हे कर्मज्यू अनि तपाईँले दिनै यसरी अनेक चरण मान्छे आउँदो रहेछ धेरै नै आउने रहेछ आज आएको यो दान मलाई दिनुहोस् भनेर नि त्यहाँको सेवकले भनेछ अरे यो अनुरोध गरेपछि कर्मपालले भन्यो हो हुन्छ आज आउँछ दान आउँछ त्यो जहिले जुन दिन अब तिमीले भन्छ त्यही दिन म तिमीलाई दिन्छु हुन्छ जति आउँछ सबै म तिमीलाई दिन्छु है चढाउँछु है भनेर कर्मपालले यसरी बताउनु भएछ त्यो सेवकलाई। अनि चेलाले भने ओ भोलिको दिन चाहिँ मलाई एकदम राम्रो छ है भोलिको दिन जे चढाउँछ त्यो चाहिँ मलाई दिनुपर्छ है भनेको अनि भनेको अनुरोध गर्ने जस्तो ल ठिक छ अनि भोलि तिम्रै समय तिम्रै हो सबै सामान आउँछ म तिमीलाई दिनेछु भनेर अनि भोलि समय आउँदाखेरि अनि आज चाहिँ मलाई के आउँछ भनेर खुसीको बस्दा त्यो दिनमा दिनभरि पनि आएन साँझ पर्दा एकजना एउटा के हो त गोठालो आएछ अरे जस्तै कि अनि त्यो एउटा गोठाले चाहिँ अनि एक किसिम के हो त त्यो एउटा गोठालोले चाहिँ के ल्याएछ भन्दाखेरि घिउ ल्याएछ अरे अनि बाहिर चाहिँ छालाले मरेको भित्र चाहिँ घिउ भएको त्यो मिकी धुर्जेले अब कर्मपालले रिभी धुर्जेले चढाउनु भएको रहेछ यसो होइन। त्यही कारण त्यो बाहेक अरू के यो एउटा त्यो छाला हो कि अर्थात यो घिउ त्यो चढाउने बाहेक अरू केही पनि चढाउने अनि नआएको रहेछ। त्यही कारणले गर्दाखेरि अब जुन सेवक जुन छेउमा बस्नेको अब आशा भने के हो त अब दिन प्रतिदिन अनेक बहुमूल्य रत्नहरू खानेकुराहरू चढाउँथ्यो तर अब मलाई अब कर्मपाल आएको जस्तो मलाई पनि पाए त हुन्थ्यो सोच अनुसार अब के हो त अब जुन उसले पाएको दिनमा अब त्यो दिनमा चाहिँ एउटा घिउ पायो के पनि पाएन त्यही कारणले कर्मपालले त्यो बेला सेवकलाई भनेपछि चेलाले भनेपछि ओ तिमीले चाहिँ एउटा घिउ एउटा छालाले मरेको घिउको सानो एउटा बट्टा पाउने बाहेक अरू केही पनि त्यो पाउने कर्म बाहेक अरू केही पनि राम्रो कर्म सञ्चय गरेको छैन रहेछ भने कर्मपालले यसरी भन्नुभएको रहेछ।
교랑 예사라 마데 제 त्यस्तो किसिमको के हो त 송아 अब 송마시에 버르지 봐 अब 송마 जुन 마데 버르 근데 मान्छेले दिएको कुराहरू होइन लिएको कुराहरू होइन एक किसिमको होइन अब आफूले अब अरूलाई अब दिनु हुँदैन म दिदिनँ भन्ने उहाँलाई अब 다 되네 यसरी 상게 बेरु औकात र 가르송도 산 उहाँसँग 딱게서 शक्ति 당부셔야 भयो भने त हुन्थ्यो तर 인다스 त्यो थिएन प्राणी सबै प्राणी गोष्ठीले हितमा नै 당부셔야 रहने हुँदाखेरि 인상 अनि मिगी दर्जीले यसरी कहिले पनि यसरी 알아서 뮤제 पक्षपात गर्नु 폐쇄와 भएन प्राणी 되나야 हितप्रति सबै सधैँ 뮤제 नै 로마 폐쇄와 दयामा 되나야 गर्नुभएको हो भन्ने 근데 बुझाउँदछ 야미기 도지 남바라 타베기 연den의 차 남바라 타베 연된 티송 알아서라 공고 중세야 매버도 차 त्यही कारणले अब सत्य कुरा गर्ने हो भने एक किसिमको अ, 응? वास्तवमा बताउनु पर्ने हो भने अब 하이스 라비나 सिधा कुरा गर्न यस्तो देखिन्छ कि हामी 알아서야 मध्ये अधिकांश 공고에 विद्यार्थीहरूलाई 대해서 가르쳐 줬잖아 शुद्ध 알아서야 गुणहरूको एक 공고에 अंशको पनि आवश्यकता छ कि छैन छैन जस्तो छ किनभने 미기도지라 떼네 지 अब हामीलाई के चाहिन्छ 캐자 영화 우왕즈 전부 영화 अब हामीलाई हो भने मिगितको सत्य त ज्ञान हामीमा चाहिन्छ त भन्ने यस्तो हेर्दाखेरि नयाँ चाहिँ किन भन्दाखेरि हामीलाई चाहिने भनेको यो जीवनको नाम शक्ति अब धेरै भिक्षुहरू बुटल्ने ज्ञान अनि अनेकन भौतिक खाना एक किसिमको विद्या वस्तुहरू भित्र भित्राउने ज्ञान गर्ने दान टीकाहरू अनि भेला गर्ने आगो चढ्ने वाहनहरू जोड्ने जीवन उपभोग गर्ने त्यो लड्नु सक्ने विद्यार्थीहरू भैलाउने दक्षिणाहरू भेला गर्ने अनि यस्तो जब महान व्यक्तिलाई भेट्छौँ हामीले तिनीहरूलाई तीन तरिकामा प्रसन्न अनि गर्नुपर्छ खास भने अब हामीले चाहिने यो संसारीको कुरामा मात्रै हामी लुचिरहेको छौँ त्यो बाहेक मात्र त्यो बाहेक ज्ञान हामीले चाहँदै गर्दैनौँ हामीले आवश्यकता छैन नि त्यो चासो लिँदैन भने अघि मैले बताएको जस्तो भयो नि जुन मिगी दुर्गको एउटा अनि जुन अब नराम्रो चेलाहरू हुन्छ नि होइन नराम्रो चेला तिनीहरू चाहिँ के हो त अब जुन मिगी दुर्गसँग भएको परिशुद्ध अनि संसारदेखि मुक्त पाउने मोक्षको ज्ञान हो नि तर त्यो ज्ञान चाहिँ आवश्यकता छैन के हो त जुन मिगी दुर्गको सामु रहेर नराम्रो चेलाहरू के हो त एउटा फाइदा हुने होइन ठुलो अधिकार पढ्ने नाम चल्ने नभई धेरै दौलत कमाउने त्यस्तोको लागि मात्रै आशा अब यस्तै गरेर मिगी त छेउमा टालेर बस्दाखेरि पनि त्यो अमृत पाएन नि त विष आफूलाई पाए त्यही कारणले गर्दाखेरि अनि वास्तवमा कुरा गर्यो भने मिगी दर्जी भने एउटा परम पवित्र पुरुष चाहिँ के हो त म जस्तो के हो त अब तरिकामा प्रसन्न हुनुपर्छ र तीन साधनामा अब लिनुपर्छ होइन तीन प्रकारको तीन तरिकाको प्रसन्न भने जिबे भने मात्र अनि के हो त मणि आफूले सोचेको जस्तै अब मणिहरू प्राप्त हुन्छ नि त तिनीहरूलाई तीन तरिकामा प्रसन्न गर्नुपर्छ हामीले तीन तरिकामा अभ्यास गर्नुपर्छ त्यसो नगर्ने र गलत जीविकोपार्जन गर्ने को हुन सक्छ र नराम्रो व्यवहार गर्नेहरूले यसमा सोच्दैनन् र भन्छन् म विद्वान हुँ ध्यान व्यक्ति हुँ म धर्म अभ्यासी गरेको छु मैले धेरै प्रस्ताव गरेको छु यसरी मान्छे घमण्डमा फसिरहेको छ होइन यसरी होइन उल्टो कुरामा हामी अल्झिरहेको छौँ होइन घमण्ड गर्ने होइन दर्शन गर्ने क्रम भने अरूले भन्दा मैले धेरै अनेक वस्तुहरू गुरुले चढाएको छु अरूभन्दा धन सम्पत्ति ज्यादा छ गुम्बाभित्र अरूभन्दा म एकदम होइन त्यस्तो भन्ने बाहेक मलाई ज्ञान छैन मलाई केही पनि छैन भने कोही पनि हुँदैन होइन
हैन सम्पत्ति अरूभन्दा मसँग धेरै चढेको छ गुरुलाई अरूभन्दा म लामा म भिक्षु राम्रो छु गुरुको अनेक दानदाता मध्ये मै हो ठुलो दानदाता यसरी घमण्ड गर्छ त्यसरी घमण्ड गरे भने को के पवित्रता भिखु दर्जीको ज्ञान हामीले पनि अहिले हाल आफ्नो दिके सत्य ज्ञान तपाईले पाउँदा त तपाईको यस्तो सोचले यसरी हामी जीविका यसरी त्यही कारणले खण्ड भएर इच्छा भएर धेरै प्रस्ताव गरेको छु मेरो ठुलो विश्वास छ र म एउटा धर्म भक्ति मन प्राणीको उपभोग गर्नु मेरो लागि उपयुक्त छ मेरो लागि खाद्यहरू प्रयोग गर्न उपयुक्त यो सोचेर आफैले मूर्ख बनाउँछन् र तिनीहरूलाई मद्दत गर्ने अर्को कुनै उपाय पनि हुँदैन हैन आफूले के हो त नचिनेर हैन आफ्नो गल्ती आफूले स्वीकार नगरिकन के हो त अनि मै नै हो राम्रो मै नै अनि म आफै हो ठुलो म आफै हो धनी भने आफ्नो टाउकोमा हम्बर हानेर कुदिरहेको छ आफूले ब्रह्म आफूले नै मूर्ख बनाएर हिँडिरहेको छ त्यस्तो गर्ने मान्छे कुनै पनि उपाय छैन सत्य मार्गमा लगाउनु धेरै कठिनाइ छ आफ्नो गल्ती आफूले बुझ्नु पर्दछ भन्ने भिखु दर्जीले यसरी बताउनुहुन्छ त्यसै कारणले गर्दा जस्तो सुकै अब एकदम गुणस्तर बुद्धको ज्ञान भिखु दर्जीको त शुद्धिकरण परिशुद्ध ज्ञान चाहिँ अब ज्ञान थियो तर पनि के हो त अब भिखु दर्जीको छेउछाउमा हुने एउटा अब के हो त चेलाहरुमा के हो त अनि पुण्य ठुलो भएको पुण्य कमजोरी भएको हैन राम्रो कर्म गर्न नराम्रो काम अनेक मान्छेहरु त्यही कारणले अनि गुरु वर्ग चेला जसले पनि कर्म पुण्य सञ्चय भएको अनि कसको ज्यादा कसको कम छ यो यसरी जरुरी छ त्यही कारणले गर्दाखेरि सबैमा बराबरी हुँदैन सबैमा एउटै नै हो भन्नु मिल्दैन त्यही कारणले गर्दाखेरि अनि अब एक प्रकारले हेर्यो भने के हो त कोही अब भिखु दर्जीको छेउमा अब अनि एउटा बाहिरी भौतिक खाने कुरा लालन पालनको आशाको लागि पनि आइरहेको हुन्छ अनि कुनै चाहिँ के हो त एक किसिमको साच्चै ज्ञानको खोजीमा आइरहेको हुन्छ त्यही कारणले गर्दाखेरि अनि नराम्रो कुनै हुने हुँदछ कसैले कुनै भौतिकले नै काम नलाने भित्री आध्यात्मिक ज्ञानले पनि काम नलाने हुन्छ तर सबैले दया मायाको निगाहको एउटा प्रश्नले ढाक्नु जरुरी छ त्यही कारणले मान्छेहरु धर्मसँग मिल्छ कि मिल्दैन तालमेल खान्छ कारण यसको लागि के हो त यसको दृढता बल अनि निश्चित ज्ञान हुनु चाहिँ के हो त अब आफूमा सत्यता ज्ञानको दियो बल्नु पर्छ नत्र भने के हो त मान्छेले धर्मको भरमा जहाँ गरेर मात्रै हुँदैन त्यसै कारणले गर्दाखेरि अनि जुन भिखु दर्जीले सत्य कर्म गरेको हो तर भिखु दर्जी यो गर्नु जाने त्यो गर्नु जाने कुरा काट्ने तिरस्कार गर्ने के त्यो हो त त्यो चाहिँ आफ्नै चेलाको एउटा नजरको सोचले गर्दा हो आफ्नो कमी पुण्य सञ्चयको कमी कमजोरी गरेको हुँदाखेरि त्यो आफ्नो चेलामा निर्भर छ भिखु दर्जीको कमी कमजोरी होइन भन्ने यसरी बताएको हो सांगे पल्टुले यसरी बताउनु हुँदछ अब चाहिँ के हो त भिखु दर्जी आउनु चाहे लामा हैन भिखु दर्जी अब भिखु दर्जी सांगे न्यम्बा श्रद्धा भक्ति के हो त हैन गुरुलाई अब बुद्ध गुरुमा देख्नु भयो त्यही कारणले गर्दाखेरि भिखु दर्जीले पनि अनि जुन सांगे न्यम्बा जब दर्शन पाउँछ भिखु दर्जी त्यो बेला के हो त अनि शुद्ध आभास हुने हैन शुद्ध दर्शन हुने उलाई सद्भावना प्रकट हुने अनि जुन गुरु देख्दाखेरि स्वयं बुद्धको दर्शन पाउने त्यो बल ताकतले गर्दा के हो त ज्ञानको उत्पन्न शीघ्र रूपमा ज्ञानको ज्योति बल्ने
त्यो के हो त आफ्नो गुरुलाई चाहिँ बुद्धको स्वयं बुद्धको साक्षात्कार रूप देखेको कारणले गर्दा ज्ञानको दियो जालेको हो नि त बलेको त्यही कारणले गर्दाखेरि गुरुप्रति राम्रो देख्ने राम्रो नजरमा आफूमा देखिने के हो त यो चाहिँ के हो त भित्रैबाट गुरुप्रति एउटा श्रद्धा भक्ति आस्थाको एउटा बलियो धारा बलियो पाटो बलियो भएको कारणले गर्दा गुरु स्वयं बुद्ध देख्यो नि त त्यही कारणले गर्दाखेरि त्यस्तो किसिमको मिग्यो दोर्जेले साङ्गे यहाँबाट साँच्चै नै बुद्ध नै साङ्गे नै देख्यो भने के हो त अब जुन मिग्यो दोर्जेसँग फेरि एकदम राम्रो चेलाहरू पनि थियो एकदम सेम नजरले त्यस्तो अब चेलाहरू मिग्यो दोर्जे कस्तो देख्दा थियो त भन्दाखेरि स्वर्गले बदन पर्दाखेरि अनि कसरी के हो त अनि मिग्यो दोर्जेलाई आफ्नो चेलाहरूलाई देख्दाखेरि मिग्यो दोर्जे कस्तो देखिन्थ्यो भन्दाखेरि कोही अब के हो त अनि साक्यमुनि गौतम बुद्ध अनि अमितायु होइन त्यस्ता गरी के हो त अमिताभ मैत्रेय मधुश्री अवलोकनेश्वर चक्रसम्भव हे वज्र गुया समाज वज्र सत्व वज्र योगी सरस्वती हयगिर्वा महाकाला महाकाली अनेकन कुरामा यसरी देख्नुहुन्थ्यो त्यस्तै गरी के हो त गुरु वर्गमा हेर्ने कर्म कर्म पक्षी सरह रूपा तेलोपा धारोपा अन्य सिद्ध पुरुषको रूपमा देख्नुहुन्थ्यो मिग्यो दोर्जेलाई होइन चेला अनेकन थियो मिग्यो दोर्जे 8औं कर्मको पालोमा अनेकन चेलाहरू थियो जसले कर्मपालाई बुद्धको स्वयं सद्भावनाले हेर्दाखेरि कसैले पहिलो कर्मपा कसैले दोस्रो कर्म अनि सिद्धपुरी विरूपा कसैले तेलोपा कसैले सिद्धपुरी नारोपा अनेकन दर्शन गर्ने अनेकन चेला उत्पन्न भएको थियो मिग्यो दोर्जे यस्तो देख्यो फेरि कसैले उहाँलाई के हो त अब जुन मिग्यो जुन चेलाहरूले जुन मिग्यो दोर्जे पढिसक्नु हुने चेलाहरूलाई कस्तो देख्थ्यो मिग्यो दोर्जेले कस्तो देखिन्थ्यो भन्दाखेरि होइन मण्डलको सिद्धान्त देवीको रूपमा देख्नुहुन्थ्यो अनि एक किसिम के हो त भन्दाखेरि अनि भरि के हो त अनि कालो मुकुट लगाउ कालो टोपी लगाउनु भएको होइन जुन कर्मचारी लगाउने कालो टोपी लगाएर अनि भरिएको सम्पूर्ण स्वर्ग जस्तो स्वर्गको सम्राट भएको धारणा गरेर एउटा यसरी देख्नुहुन्थ्यो उहाँहरूले तुरुन्तै सबै 12 कर्महरू देखाउँदै क्षेत्रहरूमा देवताहरूको देखिने त्यसै गरी कस्तो ज्ञान थियो भन्दाखेरि उहाँले आँखा झिम्काउन साथ त्यो झिम्काउने समयमै उहाँ स्वर्गमा जानु भएर पृथ्वी लोकमा यसरी आउनु सक्ने त्यस्तो ज्ञान थियो र इच्छा र लापरवाहीबाट देवताहरूलाई प्रेरित गर्न धर्म सिकाउनु अर्थात् के हो त सोच्यो त्यस्तो नै के हो त ठाउँबाट मान्छे धर्महरू सिकाउनु हुन्छ उनीहरूले अब उहाँहरूलाई आकाशमा सवार भएको सुनौलो रङको रेशम लगाएको उडिरहेको प्रकाशको असीम किरणहरू चम्किरहेको देख्थ्यो अनि जुन उहाँको चेलाले उहाँको शरीरमा के हो शरीरमा प्रकाशको द्रव्यमानको रूपमा वा स्पष्ट रूपमा निलो रङको रूपमा देखिन्थ्यो धेरै मानिसले उहाँको शरीरबाट सेतो प्रकाश किरणहरू विकिरण गरेको दर्शन साझा गरे कसैले उनको कपाल वस्त्रमा कालो भएको जुन बुद्धको जस्तो टोलो परेको देख्थ्यो वा उनको रङ जिउको रङको बीचबाट उज्यालो सेतो किरणहरू उदाइरहेको घुमिरहेको र तिनीहरूको बीचमा पग्लिएको देखेर त्यहाँबाट बिलाएको होइन जसको ठुलो शारीरिक आनन्द उत्पन्न हुन्छ अब यसरी देख्ने गर्दा दर्शन हुन्थ्यो भने अब साङ्गे पढुले भन्नुहुन्छ कि मिग्यो दोर्जेलाई कसैले बुद्धको रूपमा देख्यो कसैले यो देख्यो भन्ने पनि छ कोहीले देखेन भन्ने पनि छ यो सत्य त हो यदि सत्य त हो भने स्वयंको रूपमा सत्य त हो भने त्यही कारणले गर्दाखेरि यो सद्भावना लिएर बुद्धको दर्शन पाउनु
को कर्मले गर्दाखेरि बोधिसित उत्पन्न गर्न बाटोमा नजानु आफ्नो ठाउँमा छ त्यही कारणले जुन बुद्धको एउटा स्वयं बुद्ध नै देख्दाखेरि होइन के हो त प्रत्यक्ष र अनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नि बुद्धको मार्गमा लाने बुद्धि मार्गमा लगाउने नलाउने डोराउने नडोराउने आफ्नो नजरमा आफ्नो दर्शनमा सत सम्यक दृष्टि सम्यक दर्शनमा भर पर्दछ भनेको छ होइन त्यही कारणले गर्दा कोही यसमा सत्यता पनि छ कोहीमा यसमा भ्रमण लागि पनि छ राम्रो पनि हुन्छ असत्य पनि हुन सक्छ राम्रो पनि हुन सक्छ जे भए तापनि अनेकन मिगितोजीको चेला भित्रमा चाहिँ अनेकन अनि चेलाहरूले साँच्ची नै अब साँच्ची नै एउटा बुद्धको रूपमा देख्न सक्ने अनि यस्तो अनेकन कुराहरू रहेको छ अनेकन कुराहरू पनि नरहेको हुँदाखेरि त्यो सत्य अनि देख्न नदेख्ने आफ्नो सत्कर्ममा निर्भर छ भने यसरी बताउनुहुन्छ अब म 20 मिनट विश्राम राख्न चाहन्छु त्यसपछि फेरि म यसलाई जोड दिनेछु 大叔，他下面呀，上个年月给工作，我估怕那嘛是啊，他第一个我这就说 sometimes。 अब चाहिँ यो सङ्घीय नियमको मूर्ति चाँदनी आकाशीय मूर्ति विषयमा बताउन गइरहेको छु यो जति पनि मैले बताएको छु यो चाहिँ के हो त 32औं मुक्ति कर्म वा मुक्ति कथाको पदसँग सम्बन्धित कुराहरू हो यो यसको फोटो मैले देखाएको छु यस्तो प्रकारको रहेको छ दुई प्रकारको रहेको छ हैन एउटा चाहिँ लुगा लगाएको एउटा चाहिँ ब्रस्ता नढाकेको दुईटा छ अब यो चाँदीले बनाएको यो सांघिक नियमको चाँदनी आकाशीय मूर्ति भनिन्छ यसलाई यो चाहिँ अब जुन कर्म घर्षण भन्छ त्यो भित्र चाहिँ के हो त अब त्यो बेला अब यो मूर्ति बनाउने पनि थियो त्यो भित्र अब जुन त्यो विष्णुजीको पालो नाङ्सो सेठी भनिन्छ त्यो बेला चाहिँ मेरो एउटा अवतारी हो भनेर अब मेरो एउटा रूप हो भने मिगे दोर्जेले भन्नुहुन्थ्यो त्यसै गरी वंशु दोर्जेको कर्म वंशु अनेकन के हो त मूर्ति बनाउनुहुन्थ्यो हैन यो चाहिँ सबै चाँदीले बनाएको मूर्ति रहेको छ सबै यो अनि समय पाउँदाखेरि यसको विषयमा विस्तारमा बताउने छु यो चाँदनी आकाशीय मूर्ति भनिन्छ यो चाहिँ के हो त आजकल छुर्पु गुम्बा मुख्य पवित्र मूर्ति मध्येमा यो एउटा नम्बर विश्वको एउटा मूर्तिमा आउँछ चाँदनी आकाशीय प्रतिमा हो यो यो मूर्ति बनाउने बेलामा यो निर्माण भइसकेपछि यो अनुक्रममा भनौँ न पहिला अब यो कसरी यो बनाउने हो त भन्ने एउटा योजना यो मूर्ति बनाउनको योजना विभिन्न यो सुसम्पन्न भएर के हो त नि राब्ने गर्ने बेला प्रतिष्ठा गर्ने बेला अत्यन्त आश्चर्य कुराहरू उत्पन्न भएको थियो त्यसको विषय चाहिँ केमा लेखिएको छ यसको विषयमा त भन्दाखेरि मिगितोर्जे कबुम भन्छ उहाँको अब वचनको एउटा खण्ड उहाँको वचनी ग्रन्थभित्र जस्तै यो अब त्यहाँ चाहिँ के भन्छ भन्दाखेरि अब यो चाहिँ सांघिक नियमको अब मूर्तिलाई अब राब्ने गर्ने बेलामा अब जुन पिता र पुत्र दुवैको अब हृदय शक्तिद्वारा प्रदर्शन गरिएको मुक्ति कथा मुक्ति के हो त वचन हैन समय वचन यो भित्र लेखिएको छ जे भए
मिगी तुर्जेको आफ्नो वचनको ग्रन्थभित्र यो कोरिएको छ यो सावेनामतर भन्छ हैन सावेनामतर काग्यामा भित्र लेखिएको छ यो यस्तो शब्द लेखिएको छ 다디 제 아주 로샤나 밀름 세버 부메 슈누니 타마르 괴지 메도 팅제미 링부자 네팔리 싱류 괴지 이시 칸도 제스 진주 네데 송시쿠 이세세나 칸도 지원을 보는 데서 라마침부터 쳔베 라마침이 내주로 곰베 라마침이 나와샤르스 라마침이 셴 디게 고유구소 렌셀레르 런종 어스르게 베니버지 딜라라도 네바 차와니 탐지민도 깬델로마라 반대라면 옹구를 왕쇼 리코르디 닝구를 베디네서 데스 준주이 템버 셰기 셰 다게 뽑아겠네 주로 슉 그지 다디 된다 도도 디르 यसको अब छोटकरीमा यसको बदन गर्दाखेरि यसो के बताएको छ भन्दाखेरि 4 वर्ष हैन 4 वर्षलाई त्यो बेला चाहिँ यो सन् 1537 को कुरा हो यो त्यो बेला चाहिँ मिगिदो चाहिँ 31 वर्षमा पुग्नु भएको थियो 31 वर्षको हुँदाखेरि मिगिदो चाहिँ 31 वर्ष हुँदाखेरि साङ्गे न्याम्बा चाहिँ के हो त परिनिर्भर हुनु भएर उहाँ खस्नु भएर चाहिँ कति त एक किसिमको 18 वर्ष पुगिसकेको थियो अनि त्यो बेला एक समयमा होर्दा घेपा भनिन्छ हैन होर महिनाको 8औं महिनाको अनि 6 पूर्णिमाको दिनमा एउटा सपना आएछ उहाँलाई 8औं महिनाको पूर्णिमाको रातमा मिगी तोर्जीले रातो रेशमको लुगा र घाँटीमा फूलको माला लगाएकी एउटी युवतीले बाँसुरी बजिरहेको सपना देखे जसको आवाजले भन्यो जानुहोस् नेपाल र नेपालमा जानुहोस् भनेको रहेछ अनि र नेपालमा जानुस् र पाप धारणा गरे एक डाक ज्ञानको डाक किनेले तिम्रो ख्याल राख्नेछ भने यसरी त्यो देख्यो त्यो सुनेर उनलाई जसँग बिउज्दाखेरि साङ्गे न्याम्बा अति याद आयो र असहाय भएर उनले तुरुन्तै गुरु योगको अभ्यास गरेर दर्शन गरे कि यो साङ्गे न्याम्बा व्यक्तिमा आएर भने त्यो बेला साँच्चै नै अब हैन साङ्गे न्याम्बा एकदम दर्शन पाउने बित्तिकै बहुमूल्य अनि त्यो बेला के हो त भन्दाखेरि अब गुरुको याद आउने त गुरु योग उहाँले ध्यान गर्नुभयो फेरि यो चाहिँ सपना होइन है त फेरि किनकि सपना देखेर जससँग नेपालमा छ त्यो बेला तिमीलाई ख्याल गर्नु यो सपना हो जससँग बिउज्दाखेरि गुरुको याद आयो गुरु त्यो बिउज्दाखेरि गुरुको याद आयो गुरुको साधना गरे गुरु योग गर्ने क्रममा अनि यसरी के हो त भन्दाखेरि अनि सचेतकार ध्यान गर्ने बेलामा सचेतकार स्वयं सँगै उहाँले दर्शन गर्नुभयो अनि के भन्नुभयो त भन्दाखेरि बहुमूल्य धातुबाट मेरो मूर्ति बनाऊ है जब तिमीले यसले पवित्र गर्नुहुन्छ विद्यार्थीहरूलाई समयको साथ गुरु साधनाको सशक्तिकरण दिनुहोस् हैन तपाईको हृदयको तलबाट बिन्ती गर्नुहोस् र म चमत्कार देखाउनेछु भनेको छ यसले मूर्तिले भनेको यो भनौँ न जुन अब ध्यान गर्ने बेलामा साङ्गे न्याम्बा यसरी दर्शन पायो उहाँको दर्शन गर्ने क्रममा यसरी उहाँले बताउनु भयो हैन एउटा मूर्ति बनाउनु त्यसो भने सही हिसाबले प्रार्थना गर म चमत्कार के म देखाउने छु है भनेपछि यो भन्ने बित्तिकै रहस्यमय त्यहाँदेखि बिलान हुनुभयो यसको विषयमा चाहिँ पाउल टुक्ला छ भने उहाँ विद्वान हो खेपी घतन भित्र अनि यसरी उहाँले यसको बिताएको बताउनु भएको त्यसको विषयमा यहाँबाट मुछेको यो मूर्ति चाहिँ अनि सुन हालेर बनाएको एउटा एक हात जति हैन अत्यन्त के हो त मनोहर मनै तान्ने राम्रो बनाएको एकदम हेर्दाखेरि पनि आँखै लाग्ने त्यस्तो त्यसको पछाडिमा चाहिँ के हो त भने रत्नले आभूषण गरेको रत्नले भरिएको त्यो बेला अब त्यो गालामा जुन रटेर गर्ने अलिकति राम्रो थिएन होला
हैन त्यो बेला के हो त मूर्ति राम्रो भए तापनि त्यो गाला बनाउने आँखाको परेला बनाउने हैन त्यति राम्रो नभएको हुँदाखेरि हैन अनि त्यसले त्यसको या के चाहिँ के हो बङ्गामा एकदम ठिकै राम्रो बनाएछ हैन ठिक ग्याबियो त चाहिँ अब के हो त पछि गएर उहाँले एकदम चमकदार शानदार मूर्ति पछि यसरी यसलाई अब बनाएको रहेछ अनि त्यो उहाँ बस्ने त्यो मूर्ति राख्ने अनि भनौँ न एउटा आस्थान के एउटा रत्नले मोरेको बनाउनु भएछ त्यही मूर्तिले नै अब बनाएर गरेर सफा बनाएको अनि त्यसलाई अब लरुबगे लामा जुबे गने अनि राम्ने चिज अनि राम्ने अनि छेबे कबले ने जुजु तेंगी हे सोंरवा अनि अनेकन मूर्ति बनिसकेर गुरुवर्गद्वारा भिक्षुहरूद्वारा अनि पवित्र सँगैलाई चाहिँ राब्ने गरेर प्रतिष्ठा गरेर है त्यो बेला म के चमत्कार देखाउने छु भनेर अनि सँगै यसरी भन्नुभएछ यो राब्ने गर्ने चाहिँ लुङसे टासीदाङ भन्ने ठाउँमा चाहिँ उहाँले यसरी राब्ने गर्नुभएको रहेछ राब्ने गर्ने पनि एकदम सामान्य लामो होइन रहेछ एकदम मिगी दोजेको चेला भित्र एकदम अब गेलङ गुन्साङ भन्छ भिक्षु सम्बन्ध भनेर ढुम्पायुङ भन्ने जम्बु गेलङ भन्ने अत्यन्त के हो त संसारमा फेरि माया मोहमा नडुब्ने ज्ञानदेखि पोख्त भएको अनि आर्य बोधिसत्वहरू अनि 10 जना जति अनि 10 जना जतिले के हो त अनि लडुब चल्दै भनिन्छ हैन गुरु साधनाको प्रार्थना गर्नलाई उहाँले सुरुवात गरेछ यसरी सुरुवात गर्दाखेरि अब चारवटा समय मिलाउनु भयो त्यो बेला हैन अनि यसरी मिग्यु दोर्जेले 7 दिनसम्म त्यो मूर्तिको ठाउँ पूजाआजा गर्नुभएछ हो जुन 4वटा समय मिलाएर दिन रात गरी 4वटा समय मिलाएर 7 दिनसम्म पूजा गर्दाखेरि मिग्यु दोर्जे स्वयं बसेर त्यसरी उहाँको एउटा उहाँलाई के दर्शन भयो सद्भावना के को भावना प्रकट भयो त भन्दाखेरि यो दिन यो भयो भने म एक एक गरी म के लाउँदिन मिग्यु दोर्जेको नजरमा दर्शन कस्तो भयो भन्दाखेरि जुन अब पश्चिम भनौँ न एक किसिमको पश्चिम दक्षिण भनौँ न दक्षिण समयमा चाहिँ के हो त्यो एउटा ठाउँमा चाहिँ अनि निङबो धक्पा भन्ने ठाउँमा चाहिँ साङ्गे न्याम्बा चाहिँ अनि साङ्गे न्याम्बा साङ्गे सिद्ध साङ्गे न्याम्बा चाहिँ के हो त अनि छाङपी घ्याल्थेन्दु चाङ्गे भन्छ हैन ब्रह्म ध्वजकोमा संसारमा बुद्ध हुनुभयो भने यसरी अब आइछ हैन यसरी अब उहाँलाई अब यसरी दर्शन भयो उहाँलाई बोधिसत्वहरू थेर्बुम भनेको चाहिँ अनेक करोडौं लाखौं हैन यसरी मेघ बादल जसरी एकदम एकदेखि अर्को खापिएको यसरी अनि अनेकन अब दर्शन देखाउनु भएछ त्यो अनि त्यो मूर्तिको ठाउँमा अनेकन पूजा आजा गर्दाखेरि फेरि ला हेरुकाको अनि एउटा रूप उहाँले देख्नु भएछ यसरी अनेकन अब के हो त देवीहरूबाट ज्ञान यसरी प्रदान गर्नुभएको अनेकन आश्चर्यजनक अब कुराहरू अब देख्नु भएछ उहाँले अब यो 10 जना महान पोक्त पुरुषहरू सिद्ध पुरुषहरू एकदम थियो हैन त्यो अनेकन के हो त अनि कस्तो कस्तो दर्शन पाए कस्तो कस्तो आज भाव उत्पन्न भयो त भन्दाखेरि अनि सबै लामाहरूले त्यो भिक्षुहरूले हैन त्यो 10 जना जे देख्यो जे आफूलाई आभास भयो जे भावना आफूलाई आयो देख्यो आफूले त्यो सबै चाहिँ अनि यो चाहिँ के हो त अनि यो पाउचुला ठाउँले दिन एक एक गरी लेखेको अब यो चाहिँ के हो त अब साङ्गे न्याम्बद्वारा अब धर्महरू छ यो चाहिँ अनि के अनि यो चाहिँ के हो त भन्दाखेरि जुन 6 प्रकारको धर्म चाहिँ यसरी अब
यो धर्म छ प्रकारको धर्म देशना गर्ने क्रममा अनि के हो त धर्म प्रवचन सुन्ने तीनजना तरिकाहरू सोच्ने तरिकाहरू अनि अनेक अब सिकाउनु भएको छ त्यो चाहिँ के हो त एउटा व्याख्यान गर्ने एउटा मार्गदर्शक रहेछ जुन पाओ चोला ठाउँमा चाहिँ अनि यसरी जुन मिगी दर्जीले भनेको चाहिँ के हो त अब पाओ चोला ठाउँले व्याख्यान गर्नुहुन्छ त्यो बेला अनि त्यो बेला चाहिँ जुन मिगी दर्जीले चाहिँ के हो त अनि मिगी दर्जीले के हो त एक किसिमको यो घोषणा गर्दाखेरि के हो त अनेकन बाहिरी भिक्षुहरूलाई यसरी दिने के हो त त्यो धर्म सुन्नेहरूलाई चाहिँ अनि यो किसिमको भावना गर्ने तरिकाहरू देख्ने बेग्लै बेग्लै त्यो अनि व्याख्यान दिएको थियो अनि जुन मिगी कसरी आफूमा देखा परे कस्तो भावना उत्रियो भन्दै सोध्ने क्रममा आफ्नै भावना अनि मलाई यस्तो ध्यान भयो यस्तो मलाई देखियो मैले यस्तो यस्तो परिकार ध्यान आयो भने यसरी बेग्लै बेग्लै त्यो तीनजनाको बेग्लै बेग्लै आभासहरू बेग्लै बेग्लै ध्यानहरू सद्भावना आउने क्रममा अनेक बेग्लै बेग्लै अत्यन्त महत्त्वपूर्ण आश्चर्यजना बताउने हुँदाखेरि ठेवाले पौत चुला ठेवाले अनि लिपिमा कोर्नु भएको थियो त्यही कारणले चाहिँ अनि यो चाहिँ अब यो गोप्य कुरा भयो त यो चाहिँ अब अनेक सबैले बताउनु पनि हुँदैन हैन त्यही कारणले गर्दाखेरि यो चाहिँ अब मिगेतो चाहिँ पालो पूर्व गुरुहरु चाहिँ के हो त गुणहरु सबै लुकाउँथ्यो राम्रो कुराहरु के हो त गोप्य योगीहरु हुन्छ हैन एउटा गोपनीय गुरु योगी हुनुहुँदाखेरि सबै सिद्ध पुरुष भएको हुँदाखेरि अब शिला चाहिँ एकदम शिक्षा चाहिँ एकदम उच्च स्तरमा भएको हुँदाखेरि अनि आफ्नो शरीरको शिक्षाहरु शरीरको ज्ञानहरु चाहिँ जति सक्दो लुकाउने कोसिस गर्थ्यो उहाँले त्यही कारणले गर्दाखेरि यदि त्यो बेलामा जुन अब मिगेतो चाहिँ पाउ चुलो ठाउँले अक्षरमा लेख्यो जस्तो भयो त्यस्तो मान्छेलाई बताइदियो भने के हो त भन्दाखेरि अनि सबैले बताइदियो भने मिगेतो र आफ्नो मिगेतो चेलामा चाहिँ एउटा के हो त सम्बन्ध बेग्लै हुने अनि अनेकन अब विघ्न बादर देख्ने आउने हुँदाखेरि त्यो सबै लेखेको कुरा चाहिँ के हो त मूर्तिभित्र सबै सुनको एउटा धारणा मन्त्रको रूपमा भित्र राखिदियो त्यही कारणले गर्दाखेरि अनि त्यही कारणले गर्दाखेरि शक्तिहरू जति भएको एकदम अद्भुत कुराहरू देखाइदिने यो त एउटा मात्रै खेल जस्तो जादु जस्तो मात्रै हुनु त्यस्तो भ्रम फस्ने हुँदैन त्यस्तो नहुनुको लागि उहाँले गोप्य नै राख्नु भएको थियो पावसको ठाउँमा गुरुले जुन त्यो बेला यसरी आकाशे जुन चाँदनी मूर्ति सँगै राम्ने गर्ने क्रममा निगेदर लगायत अनेक अब चेलाहरू थियो हैन त्यो बेला कस्तो देखियो त भन्दाखेरि हैन अनि फौमो ढुपा लगायत अनेकन भनौँ न त्यो जुन साधना राप्ने गर्नेहरू अब जुन मान्छेलाई चाहिँ के हो त अब अनि दुसुम खेम्बा कर्म पक्ष फक्पो ढुपा क्योपा ढिकुङपा काग्यु लामाहरू अनि समक्षम बुद्धहरू त्यसै गरी यो चक्र सम्बर माता पिता लगायत अनेकन महाकाली लगायत अनेकन यो धर्मपालाहरूको दर्शन पाएको थियो 쟤네다 공기 사회 남달 디나로래야 यसरी गोप्य मुक्ति जीवनी आत्मकथाहरू चाहिँ अब यसरी त्यो बेला अब त्यो भएको बेलामा यसरी राप्ने गर्ने क्रममा अब अनि जुन राप्ने गर्ने क्रममा जुन त्यो बेला साधकहरू थियो नि त जुन 10 जनाहरू अब त्यो मूर्तिमा यसरी अनेकन पक्षी मोटुपा लगायत अनेकन गुरुहरू यसरी अब माता पिताहरू अन्य रक्षक सँगै थियो यो चाहिँ एकदम स्पष्ट देखिएको छ यो पावतोला ठाउँले अहिले हामीले
चार अवधिको गुरु योग 미규도지다 하네 로마 त्यो 추진세게 타나라 추에게 나바티소 아니 미그림도 अनि अहिले 쭉샤베서 जुन अहिले हामीले यो संस्थामेकाजी भन्छन् नि चार अवधिको गुरु योग हैन यो जति भित्र अक्षर छन् यो त्यो भन्दा पहिला जुन देखा परिएको भावना कुराहरु चाहिँ के थियो त भन्ने लागेन्दी जुगी सुंगु चिगले खरे अरसना उगु जस्तै फार्नमा तेलेया अनि संगे न्याबा हाल अहिले के हो त सुर्पु गुम्बा पुरानो भिक्षु वरिष्ठ भिक्षुहरू के भन्दछन् भन्दाखेरि चाँद आकाशको मूर्तिलाई चाहिँ साङ्गेयमा आफैले अभिषेक गर्दा आफूले बनाउनु भएको हो अनि अभिषेक गर्दाखेरि आकाशमा उडेर 7 दिनसम्म त्यहाँ अनि आकाश चाहिँ मूर्ति बनेको हो भनेर बताउँदैछन् तर पनि यद्यपि माथि सूचीबद्ध आधिकारिक जब मूर्ति र अभिषेक गरिएको समय त्यो अभिषेक गरेको समयमा चाहिँ साङ्गेयमा के कारणले अनि यसरी 7 दिनसम्म अब उहाँ आकाशमा अब उडेर बसेको हो भने यो चाहिँ मैले कुनै इतिहासमा नि मैले अब यसरी मैले देखिएन उहाँको यसरी साङ्गेयको शारीरिक रूपको मूर्तिको अभिषेकमा थिएनन् 7 दिनसम्म मूर्ति उचालिएको बारे पुरानो स्रोतहरुमा मैले के देखेको छैन यद्यपि अभिषेकको समयमा मिग्यो धुर्जे र आवेशकर्ताहरू धेरै अनुभव र दर्शन गरेकाहरू थिए जसरी मैले माथि वर्णन गरिसकेको छु यो अब यो सुर्पुको एउटा घरछेनभित्र महामण्डपभित्र चाहिँ के हो त एउटा मुख्य मूर्ति चाहिँ आकाशे चाँदनी मूर्ति आउँछ त्यो साङ्गेयम्बाको आकाशे चाँदनी मूर्ति आउँदछ भएर पनि चाँदीको मूर्ति चाहिँ पछि महान शिविरको 4 मुख्य पवित्र वस्तुहरुमा थियो र यो भनिन्छ कि जीवित र मृत्यु भएको अगाडि ल्याइन्थ्यो र यसको अनुवाद देखाइन्थ्यो अनि भनिन्छ कि यो मूर्ति देखाउने बित्तिकै अनि नरक प्रेत पशुलोकको अनि वास गर्नु पर्दैन त्यहाँदेखि मुक्त हुन्छ भन्ने यसरी अब प्रकाश थियो यो चाहिँ 1959 सम्म सन् 1959 सम्म मूर्ति सुर्पुको धर्म विस्तार दरबारमा मन्दिर निवासमा राखिएको थियो जब तपाईले ढोका खोल्नु भयो पछाडी एउटा मन्दिर थियो राखिएको छ यो चाँदीको एउटा बक्स भित्र राखिएको थियो त्यसबेला ane dendri shuya lu suya tidu sana jinda te ke ta ni chri che gu do ta ni chri che de yong gu do yong che ne त्यो कारणले भनिन्छ कि त्यसबेला चलन के थियो त भन्दा कुनै दिन मृतक र कुनै जीवित मान्छेहरु वरपर क्षेत्रमा अब पूजा आजा छ भने जनतामाझ लामो समयदेखि रोग लागेको व्यक्तिहरुका लागि प्रयोजकहरुले गुम्बसँग आबद्ध व्यक्तिहरुलाई चाँदीको घोषणा गर्ने गर्थ्यो र मूर्तिलाई हामीले यसरी दर्शनको लागि आह्वान गरिन्थ्यो गुम्बाबाट अनि जुन मूर्ति चाहिँ अब लाइन्थ्यो रेशम कुशमा अब उम्जेको पछाडी हैन राखेर अनि चाँदीको यसरी भनौं न अनि चाँदीको आकाशमी प्रतिमा अब मामलामा ल्याइने थियो एउटा भेटले यसलाई धूप बोकेर नेतृत्व गर्थ्यो एउटा अगाडि बाटोबाट त्यसैगरी जीवित र मृतकहरु जोसुकै भए पनि अगाडि ल्याइयो र ल्याइन्थ्यो र यसरी खोलिन्थ्यो जुन अब उहाँको मुहार खोलिन्थ्यो मूर्तिको र प्रयोजकहरुले उनीहरुको उद्देश्य अनुसार 5 प्रकारका प्रस्तावहरु व्यवस्थित गर्थे जुन गुरु योग पाठहरु तिनीहरुले 4 सत्र गुरु योग पढ्दथे त्यसपछि प्रयोजकले तिनीहरुले इच्छा पूरा गर्नुहोस् भनेर प्रार्थना गर्न लगाउँथ्यो बिन्ती गर्न लगाउँथ्यो त्यसपछि मूर्तिलाई त्यही दिन मन्दिरको कोठामा आफ्नो स्थानमा फिर्ता ल्याउनु आदेश भयो दिनभरि जहाँ लाग्यो भने बेलुका चाहिँ गुम्बासँग वियोग नभयो गुम्बादेखि टाढो नभइकन गुम्बामै ल्याउँथ्यो
त्यसपछि मूर्तिलाई त्यही दिन मन्दिरको कोठामा आफ्नो स्थानमा फिर्ता ल्याउनुपर्छ, रातभर बाहिर बस्न अनुमति थिएन। त्यसै गरी छुर्पु चर्नेल मैदानमा नयाँ शब ल्याउँदा गुम्बाको कार्यालय र अधिकारीहरूसँग सम्पर्क राखी जुन चाँदनी आकाशे मूर्ति बाहिर ल्याइने र 4 गुरुयोग र अन्य ग्रन्थहरू पठाउने र त्यसपछि मण्डलीका जुन अब पदाधिकारीसँग सम्पर्क गर्ने चलन थियो। माथि जस्तै यसले मन्दिर हलम फिर्ता ल्याइनेछ। जस्तोसुकै बाहिर लागे पनि गुम्बामै ल्याउनु पर्थ्यो त्यो मूर्तिलाई। अब 1959 मा पनि 1960 देखि अहिलेसम्म एकदम प्रख्यात र यो एकदम अनि संस्कृत कृतिक क्रान्तिको समयमा सुरुको गुम्बाको महाकाल तीर्थक रक्षक अब अनेकन अब त्यो बेला भनौँ न सङ्कट आउँदाखेरि यो मूर्ति चाहिँ के अब एक किसिम के हो त यो अनि बिग्रिएन र रक्षक जुन लोटो भन्छ जो मूल रूपमा अब थियो सामान रेख्दै गर्ने र चाँदीको मूर्ति सहित मठका धेरै पवित्र वस्तुहरू लुकाउन सक्षम थिए। पछि राजनीति अवस्था साज भएपछि उनी फर्किए। अनेकन उले मूर्तिहरू लुकाउनु अनेकन उहाँले लुकाउनु भयो। अनि त्यो बेला अनेकन सङ्कटहरू आउँदाखेरि होइन जुन 1980 आउँदाखेरि जुन अनेकन पवित्र मूर्तिहरू चाहिँ लुकाउनु सक्षम भयो हुँदाखेरि त्यो पछि फेरि बाहिर लियो योगदान थियो। उनीहरूले अघिल्लो ढुपुन सम्पन्न राख्यो। ढुपुन रिम्पोछे खुसी भएर पछि उनलाई मठको चुरेनको पद दिए। त्यसैले टुरिन लोटो भनेर बोलाए उहाँलाई। टुरिन लोटो बस्दाखेरि उहाँसँग धेरै भेट्यो। उहाँले चाहिँ पहिला अत्यन्तै बताउनुहुन्थ्यो उहाँले मलाई। अनि यो मलाई चाहिँ उहाँले यो मूर्ति यसरी लुकाएँ, यसो ठाउँमा मैले सारा सुरक्षा गरेँ भनेर धेरै बताउनु, मलाई धेरै उहाँले बताउनु सुन्ने मौका पायो। त्यो छुर्पु गुम्बाभित्र चाहिँ त्यो छुर्पु गुम्बाभित्र यो टुरिन लोटोलाई मन नपर्ने धेरै नै मान्छेहरू थियो। तर भए तापनि के हो त उहाँ अब जस्तो ज्ञान के नभए तापनि के हो त होस् नहोस्, तर के हो त बौद्ध धर्म सद्भावना भएको सत्ता भक्ति आस्थाको एउटा शिखर टापु ज्यादा भएको उहाँमा म देख्दछु। यस्तो लुकाएको बेलामा कुनै मान्छे थाहा पायो भने त प्राण हुने नि त लिउने नै हो। तर पनि के हो त यस्तो बावजुद पनि होइन उहाँले जति सक्दो के हो त अत्यन्त कठोर धेरै दुःख कष्ट गरेर मूर्तिहरू लुकाउनु भयो नि। के भन्दाखेरि यो चाहिँ भित्रैबाट बुद्ध धर्म चाहिँ चाहिन्छ। हाम्रो एउटा प्राचीन एउटा के हो त सम्प्रदाय चाहिँ रहनुपर्छ भने एउटा भित्रैबाट उहाँ एउटा ज्ञान थियो नि त। भित्रैबाट उहाँ एउटा के हो त ज्योति भएको एउटा लक्षण हो नि त उहाँसँग। त्यही कारणले गर्दाखेरि त्यही कारणले होइन अनि त्यो बेला अब अनेकन अब बौद्ध धर्म नष्ट गर्ने पनि अनेकन थियो, तर पनि उहाँले बचाउनु भयो नि। त्यही कारण अनि अत्यन्त यो बुद्ध धर्मको होइन भनौँ उहाँको चाँदनी आकाशे मूर्तिको विषय यति नै हो। यदि भविष्यमा तपाईँहरू भोटमा हुने अनि छुर्पु गुम्बामा जानुभयो भने अनि पहिला चाहिँ अब यो जुन गुम्बाको मन्दिरभित्र राखिएको छ यो मूर्ति। अब अहिले चाहिँ कता छ मलाई थाहा छैन, तर तपाईँ मूर्ति दर्शनको लागि चाहिँ भोटमा जानु भने छुर्पु गुम्बामा गएर होइन जुन पुजारीलाई अब चाबी मागेर हामी दर्शन गर्नु पर्यो भने तपाईँ हाल अहिले पनि दर्शन गर्नु पाउँदछ। अनि अत्यन्त महत्त्वपूर्ण र पवित्र बताएन भने यसको महिमा जान्दैन। त्यही कारणले महिमा बुझ्नुको लागि र यसको मूर्ति विषय बुझ्नुको लागि मैले बताएको। अब चाहिँ 4 सत्र गुरु योग भनिन्छ, अर्थात् यो चाहिँ 4 अवधिको गुरु योग भनिन्छ नि।
लजुकी स्वन्देबकी कोने कुडरामने छेगुरे छेछे सांगिन्यबा खोरांगे छि मिगु दजिला अब भनिन् त हैन यो गुरु योग दर्शन पढ्ने क्रममा स्वयं न्यम्ब गुरु यसरी प्रकट भएर हैन तिमीले चाहिँ मेरो मूर्ति बनाउने क्रममा तिमीले झार्दै गर्ने क्रममा चाहिँ चार अवधिको गुरु योगको पाठ साधना गर्नुपर्छ आज्ञा दिएको थियो त त्यो अनुसारको त्यो गर्ने क्रममा अब के हो त चार अवधिको के हो त यो गुरु योग पाठ चाहिँ अत्यन्त महत्त्वपूर्ण जोड्नु चाहन्छु यसको विषय बताउँदाखेरि अब यसको विषयमा धेरै विश्लेषण गर्दिन हैन यो चार अवधिको गुरु योग बताउने क्रम हैन यसको म छोटकरी विषय मात्रै बताउँछु यो थुन्सी लामेनाले के हो त शांग भनेको विषयमा चाहिँ शांग छलफल अब यो थुन्सी भन्ने चाहिँ के हो त एक किसिमको नभन्नु भन्दैन कस्तो लाग्छ हैन अब बताउँ भन्दाखेरि फेरि सबै के हो त अब सबैमा लाग्ने एउटा नामै नभएको जस्तो जे भए पनि के हो त अब छेसी चुङ्गे भनौँ न अब चारवटा अब भनौँ न चारवटा महा सम्प्रदाय त्यसपछि अब आएको उत्पन्न भएको अब 8वटा अब उत्पन्न भएको काइयोहरू छ हैन त्योभित्र के बताएको छ त उना सबै काइयुपाला भन्दाखेरि हैन साधना यो परम्परागत अब कुराहरु चाहिँ के हो त भन्दाखेरि हैन जुन साधनाले परम्परागत अटुट क्रममा ल्याउने के हो त सामाछेपा एक किसिमको अटुट क्रममा ल्याउने अभ्यास के हो त भन्दाखेरि दिउँसो र साँझ र के हो त अनि एकदम मध्यम रात भनौँ न यो चाहिँ चार प्रकारको अवधि भनिन्छ यो थुन्सी लामेन चाहिँ कसरी आयो त भन्दाखेरि हैन कसरी उत्पन्न भयो भन्दाखेरि चाहिँ खेटुपकर्मा पोक्त सिद्ध पुरुष छामे गुरुले के भन्नु भएको छ त भन्दाखेरि अब चावेल अब मूल गुरु चावेलामा मिग्यु दर्जित के हो त अब स्वभाव चेरिसी नै हो अनि 8वटा गुरु पद्म सम्भवको एउटा स्वरूप हो हैन त्यसैगरी अब 8औं कर्मपाहरूको एउटा स्वभाव त एउटा नै हो त्यही कारणले अनि शाङ छाल्पाका उहाँको प्रवचन भित्र यही लेखेको छ भनेको छ त्यही कारणले त्यो भएको कारणले मिग्यु दर्जीले अनि यो थुन्सी भने हैन चार अवधिको अनि ध्यानहरू गुरु योगहरू लेख्नु भयो भनेर बताएको छ छामे गुरुपुछेले अब लामा शाङ भनिन्छ हैन लामा शाङ उहाँको एउटा प्रवचनको ठेली भित्र के लेखेको छ भन्दाखेरि हैन त्यो भित्र भएको कुरा चाहिँ अब त्यहाँदेखि अनि त्यो शाङ काग्यमा लामे शाङले बताउनु भएको वचनलाई चाहिँ जुन मिग्यु दर्जीले फेरि थपेर कि जोडेर अनि बाहिर ल्याए त्यसलाई चाहिँ थुन्सी लामे गरेर भनिन्छ त्यही कारणले गर्दाखेरि अनि यो छामे दर्जीले छामे रुमिसीले बताउनु भएको चाहिँ मलाई सही लाग्दछ यो कबुम भित्र छ यो चाहिँ मिग्यु दर्जीको कबुम भन्ने हैन उहाँको वचनको ग्रन्थ भित्र चाहिँ लामा भन्ने कुनै नाम रहेको छ त्यो भित्र के छ भन्दाखेरि यो चार अवधिको गुरु योगको अनि शिरमा भएको नमगुरु हैन देखि अनि के हो त ढोगोन खेर त सोची भन्ने शब्दसँग यो चाहिँ अनि शङ्कापा काग्यमा कुनै शब्दहरू अनि शङ्काग्यमा भित्र शङ्काग्यमा भित्र त्यही नै स्पष्ट अनि मिग्यु दर्जी त्यही राख्नु भएको छ मिग्यु दर्जी कबुम भित्र भएको हो गुरु साधनाको प्रार्थना कुनै पाठहरू भनेको छ हैन
미규도 जुन चाहिँ 디 अब 송신다다 아 अनि 대마인데 저 यो 로마 투젠데 주기 लामै 송디데 स्याङ 내시나 गुरुहरूको 다다 वचनहरू कुनै 바란스도 आफूले 돼야기 थापेको अनेकन 베지나면은 सिद्ध 차사도 पुरुषहरूले बोल्नु 되지 भएको कुरा त्यो भित्र उहाँले जोड दिनुभएको रहेछ 송신레스마도 त्यसरी मलाई लाग्दछ 다와나 एउटै नभएर 모두 अनेकन 예슈야기 गुरुहरूबाट 샹그 अमृतमय वचन 끔끔까게만 त्यो भित्र 사 अब 다른 थपिएको छ 사비나 안당 쉬변하지 샹그 끔끔까게만 사데 샹 새벽에 딱 끔끔보디 स्याङ बुम कायमा के हो त भन्दाखेरि जुन स्याङ rujudu jorba भएको होइन 디나로라야 까게메 त्यो 거드 ग्रन्थ छ 뻬지스 त्यो भित्र स्याङ कायमा 뻬지스 एउटा ग्रन्थ छ एउटा ठेली 최제 छ 민저 구주 겁게선 지하래 त्यो 디기 ठेलीभित्र चाहिँ के हो त 숭텔야 भने 샹게 끔끔까게만 시시 एउटा अध्याय रहेको छ त्यो भित्र 야 대삼도 마세베기 야 미규도 지기 끔끔고 나로래야 त्यस्तै भित्र चाहिँ मिग्युतर चाहिँ गयो आफ्नो कपमभित्र 뭐 पनि 샹을 뭐지 이제 응년바 주도了밀럼도 징계라베 숭규 춘주이사야지 근데 저게 최선지 स्याङ कायमा स्याङ 최선지 कपम 텔레야 कायमा भन्ने के हो त 벽이 भन्दाखेरि यो 벽이 대마 벽이 대마디 जुन अब एउटा ठेली छ त्यो 숭규 भित्र चाहिँ 마도베 98 쇼 쓰고 말아 त्यसलाई 지게기 भन्दो रहेछ 양모여디 त्यसै गरी मिग्युतर चाहिँ आफ्नो 숭규 कपमभित्र 쓰고 ढोइ गोम्बो 그래 स्याङहरू मुछे 딘딩이가 ए 지금 भनेको छ 쓰고 यहाँबाट 제가 ढुच्चब्ल 푀디 जिल्ला 쉽게 भने 쉽게 해서 해야 돼 भनेको छ होइन त्यो 푀디 भित्र पनि के हो त 쉽게 해서 해야 돼 근데 अनि जुन अब 대 भेटे 다른 भनेको 애도 होइन 쉬위나 होडको अब एउटा किताब त्यो भित्र चाहिँ अब 미규도 지기 짜벨라마 40 상계 녀바 48 रहेछ 아 त्यो 고 लेखिएको छ 24개 시에 겁리야 त्यो बेला भनेको छ 다 कि 별의 지단세는 루기로 진료의 지단세비 지동 쉽게 든주 튜니기 혼다 딘베기 세 개기 고물래야 에네 अनि चाहिँ 14 चाहिँ अब 28 98 समय सान त्यो बेला रहेछ होइन 스름 세부 시부지 만사르 첨부 시부지 दुसुम खेम्बा लगायत अनेकन गुरुहरूले आशीर्वाद अधिष्ठान दिनुभएको अनि एउटा अनि अत्यन्त अब यो आशीर्वाद प्राप्त भएको कारणले गर्दाखेरि यसरी अनि यो गुरु योगहरू चाहिँ उत्पन्न भएको हो भन्ने यसरी अब लेखिएको रहेछ 당보텔레야 안에 대신 도지를 왕고 뚜뮤이 यसमा 시기네 तिनवटा कुरा रहेछ 뚜뮤네 तिनवटा कुरामा यो समावेश गरेको छ 뚜뮤텔라 동신 도지를 징계라바 वेसेर कुशिङ देशिन धर्जे भनिन्छ महासुक वस्त्र अभिषेक सुबतेले야 रहेछ 소주 도지 차게 신비 포에 내줄 지지 딱 안다 뚜무 वेसे 포와 지지 근데 내줄 숨던 제외기 अब यो चाहिँ के हो त भन्दाखेरि एक किसिमको 다디 너도 캐브라젠 쟁겐데 상계님바 코라임बटा इने आदा 상계님बे माशेने सुङ अब सँगै यिनीहरूले लेख्नु भएको हो यिनीहरू चाहिँ खास होइन जुन चाहिँ अब पछि गएर अब मिगी दर्जेले यसमा गुरुहरूले चाहिँ अब यो टिप्पणी गर्नुभएको रहेछ यो ठीक पेसेतेला आदा ते आया काज्यान रबजी शादी और बात सँग यसलाई काग्या भने चाहिँ अब जुन पाए त्यसलाई हेर्नु नहुने अभिषेक नै चाहिने यसलाई एउटा गुरुको एउटा मार्गदर्शकद्वारा खोलिने काग्यामा भनिन्छ त्यही कारणले यो पवित्र गुरुहरूद्वारा अधिष्ठान आशीर्वादद्वारा प्राप्त भएको हुँदाखेरि जुन पाए त्यो बेला चाहिँ खोल्न सकिँदैन भनेको तर पनि यो छुजुङ खेपी घदुन भन्ने यो चाहिँ पचुला ठाउँले बताउनु भएको हो त्यसै गरी अब के त्यो भित्र के छ त अब शब्दहरू विशेष गरी गुरुको 8औं नाम अनि श्याङको 8औं रूपहरू कर्मपा अनि 8औं कर्मपाहरूको अनि अभेद रूपमा नि देखियो भने यसरी अब यो रूपमा काग्यमा चल यो साधना चाहिँ अनि काग्यमा भनिन्छ भनेको छ 이나양 미규도지 껌bun가 가사 샤마랑아베 제샤바 तर पनि के यसमा मिग्यु चाहिँ आफैले छाप लगाएको गुरु साधना रहेको बताउँछ तर पाँचौं श्यामर्पाले तयार गरेको मिग्यु दर्जेको सङ्कलन गरेको सूची सङ्कलित कृतिहरूको पाण्डुलिपिमा तल झेपुङमा फेला परेको मैले अरू कुनै गुरु साधना दिएको छैन प्राणीहरूको रक्षक भगवान रुबुच्यलाई भनेको चमत्कारी ध्यान शब्दहरू बाहेक त्यसले मलाई लाग्छ कि मैले भर्खरै उल्लेख जुन नियम्बो गुरुले बताउनु भएको नियम्बो सँगै नियम्बोले बताउनु भएको हो कि जस्तो मलाई लाग्छ यो
rangdop gi tsam shabege tinde ge la ru ka je ma ji phaji yebe sorchi je ma so त्यही कारणले मिग्यो चाहिँ आफैले रचना गर्नुभएको यो चार चार अवधिको गुरु योग चाहिँ मैले देखेन हैन यो चाहिँ नेम्बर सँगै नेम्बरले बदल्नु भएको मा के टिप्पणी थपेर जोडेको जस्तो मलाई लाग्दछ ina da tini kabs paba main de shumo che ta tini tina me ba zam shi yo mare shutu marwa त्यही कारणले यो भित्र छैन भन्दामा यो हुँदै होइन भन्नु मिल्दैन यसमा एउटा एउटा विश्लेषण गरिएको हो जे भए तापनि यसको लडुप काग्यामा भनिन्छ हैन साधना काग्यामा अनि यो नेम्बर सँगै नेम्बरको एउटा वाणी एउटा लेखिएको छ यहाँ त्यो चाहिँ एकदम अत्यन्त यो त के छ त भन्दाखेरि सँगै नेम्बरको एउटा वचन छ कि हाम्रो के छ भन्दाखेरि यदि तिमीले मलाई पूर्ण गर्न चाहन्छ भने साङ रुम्बुछे र ममा कुनै पनि भिन्नता नभएकोले दुबीको राज्य प्राप्त गर्नको लागि आशीर्वाद प्राप्त गर्ने विधि छिट्टै यही नै हो यो हो शीघ्र रूप प्राप्त हुने यही नै हो भनेर यसरी बताएको छ जब यसलाई हेर्छु मलाई लाग्छ कि सँगै नेम्बरको मूर्तिको अभिषेकमा गरेको गुरु साधन नै साङले छापिएको शब्दको परम्परा गुरु साधन हुन सक्छ मलाई लाग्छ परम्पराको लामो गुरु साधना गरेको हो वा मूल मिग्यो दोर्जीले केही खण्डद्वारा अभिवृद्धि गरिएको साङ छलमा लगाएको शब्दहरू अहिले अब एक किसिमको चार अवधि भन्न भनिन्छ भन्न सक्छ सक्दैन यसमा चाहिँ अब निश्चितसँग चाहिँ अब यसलाई के हो त अब मैले भन्नु सकेको छैन यसलाई चाहिँ अब साङ लड्डु चाहिँ कुनद्वारा देखाएको हो त लिएको हो त त्यसमा चाहिँ अब सम्बन्ध भएको एउटा चाहिँ अब स्याङ्काग्यमातिर छ अर्को चाहिँ के हो त तपाईँले बताउनु जोडिएको दुईटा छ कारणले गर्दाखेरि अनि दुई कुराहरू जोड्दाखेरि थुसिलामा नल्जर भनेर चाहिँ सामान्यमा नाम राखेको छ कुन लडुपद्वारा राप्ने गरेको हो त स्याङ गुरुबाट गरेको यो गुरु योगदेखि पाठबाट यो राप्ने गरेको हो कि सँगै नेम्बरद्वारा बताएको गुरु योगदेखि राप्ने गरेको यो चाहिँ अब यहीबाट हो भन्ने मैले भन्न सकेको छैन तर हाल हामीले हातमा भएको यो भनिन्छ यसलाई चार अवधि गुरु योग यो भित्र भएको चाहिँ साङ गुरुको पनि छ अनि मिग्यो दोर्जेको पनि छ नेम्बर गुरुको सब निष्कट भएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि अब अनेक कुराहरू यो भित्र लेखिएको छ होइन कुनै अरू छापिएको छ स्पष्ट गर्नुको लागि म यसलाई एक एक बुँदा गरी म तपाईँलाई केलाउँदै जानेछु जस्तै कि यो थुन्सी लामे नजर चार अवधि गुरु योगको पाठभित्र हामीले पढ्दैछ भने अगाडि के छ मनम सिकोर भनिन्छ होइन आमा रूपी समस्त परम्परा भएको हुँदाखेरि अगाडि राखिएको हो भित्र यो छैन कर्म छामेहरू बसेपछि अनि यो चाहिँ पढ्ने चलन छ त्यही कारण राख्नु पर्दछ उहाँको वचन अनुसार राखेको नमो गुरु चिबुर चुक्ना भनिन्छ होइन नमो गुरु तपाईँले चाहिँ ज्ञानको टाकिने त्यहाँदेखि म चाहिँ अहिलेदेखि नै म हृदयबाट भित्रबाट प्रार्थना गर्दछु भनेको यो चाहिँ रहेको छ यो साधनाभित्र राखेको छ अनि भनेदेखि ढाके मलाई सिगर जो भने के हो त अनि गुरु रत्न
पाल्नु हुँदाखेरि विभिन्न विघ्न बाधाहरु चाहिँ सबै शान्त भएर शङ्काज्ञमा मिलुको भित्र अनि यो भित्र स्पष्ट छ शङ्काज्ञको परम्परा भित्र यो राखिएको स्पष्ट छ यो चाहिँ कसरी थाहा हुन्छ त भन्दाखेरि पहिलो शङ्काज्ञमा यो अब यो प्रार्थना हो भनेर लेखिएको छ त्यसले गर्दा यो हो भनेर दाबी गर्न सक्छ यो शङ्काज्ञमा भित्र चाहिँ अर्को चाहिँ वाङ झिलप लाग्दैन चाहिँ होइन काज्ञमाको अभिषेक अधिष्ठान अभ्यास सहित भनेर लेखिएको छ त्यही कारणले अनि यो दुई प्रकार कारणले गर्दाखेरि यो काज्ञमा भित्र भएको शङ्काज्ञमा भित्र भएको हामीले दाबी गर्न सक्छौँ त्यस्तै गरी अब काया चित्तको अनि यो पाठ रहेको छ तर पनि के हो त अब थुइसेलामा भित्र चाहिँ अब एक गरेर राखिएको छ तर के हो त यो शङ्काज्ञमा भित्र चाहिँ गुरु साधना भित्र चाहिँ अनि काया वकचित्त बुद्धको कायाको चित्तको पाँच बेग्लै बेग्लै छुट्याएर राखेको छ होइन एउटा स्वागत गर्ने क्रममा एउटा प्रवेश गर्ने क्रममा यसरी विभिन्न त्यो भित्र के हो त अलिकति शब्द राखि विस्तार राखेको छ अनि स्याङपेमा धेन्जे दोर्जे अन्तिममा चाहिँ स्याङपेमा दोर्जे त्यसै गरी अब पेमा देसिन दोर्जे छोके दोर्जे मिकी दोर्जे सेताङ दोर्जे रोल्बे दोर्जे धवी दोर्जे भने अनि यसरी अब गुप्य नाममा राखेको छ यो गोप्य नाम कसले भनिएको त भन्दाखेरि बदल्ने क्रममा गोप्य सातवटा नाम राखिएको छ यसले चाहिँ के हो त गोप्य सात स्तरको प्रार्थना पनि भनिन्छ अब यो लामा स्याङ पनि के हो त ध्यान गर्ने सातवटा ठाउँ थियो नि त अनि यसरी उहाँले अब सातवटा गोप्य ध्यान गर्ने कहाँ रहेछ भन्दै ढोङ्बु सामे उचे साङ्लुङ मन्दुङ ढोङ्बु चिखुङ छालगाङ छेचिल भाषा ठुल्लाङ अनेक सातवटा रहेछ त्यही कारणले गर्दाखेरि सामे पनि भनिन्छ त्यसलाई नेदुन मिसोलले पनि भनिन्छ सात स्थानको प्रार्थना पनि भनिन्छ त्यही कारणले यसलाई यस्तो नाम पनि दिएको रहेछ जुन अब गुरु साधनालाई वचन ग्रन्थभित्र चाहिँ के छ भन्दाखेरि अब यो चाहिँ बेग्लै राखिएको छ गोप्य सातवटा नाम चाहिँ अब बेग्लै राखिएको छ नाम चाहिँ अलिकति फरक छ श्याङकाज्ञ घुरिम अब श्याङकाज्ञको के हो त अब यो परम्पराको नाम भनेर लेखिएको छ यो प्रार्थना कसरी उत्पन्न यो प्रार्थना चाहिँ लामा स्याङले अब कसरी उहाँको जीवनमा चाहिँ कसरी उहाँ लेख्नु भयो त भन्दाखेरि होइन ध्यान गर्दाखेरि सिद्ध प्राप्त भयो यो जीवनमा के हो त अब एक किसिमको हो त अनि जीवनमा यो जीवनमा चाहिँ के हो त एक किसिमको के हो त अनि बाहिरी यो नक्षत्रहरू जस्तो भित्री अब वाङचुमा हेर्गे भनिन्छ होइन सावा खण्ड हेर्गे अनि यसरी अनि उहाँले प्रार्थनाहरू लेख्नु भएको रहेछ यो चाहिँ अब वज्र शब्द हो भनिन्छ यो चाहिँ अब श्याङकाज्ञमाले बताउनु भएको काज्ञमा भित्र छ यो चाहिँ होइन यो डाकिनीद्वारा अब सिद्धि प्राप्त भएको हुँदाखेरि अनि यसलाई चाहिँ वज्र शब्द भनिन्छ अब यसरी अगाडि बताएको अब छ्यामे रुम्बु चाहिँ पावल सोलले के भन्छ स्याङको आठवटा रूपहरू होइन गुरु छेङ्गे अनि कर्मापा गे आठ भन्नु बताएको छ गुरु छेङ्गे त हामी सबैलाई थाहा छ अब श्याङको आठवटा गुरु श्याङको आठवटा के हो यो रूप के हो त भन्दा मलाई पहिला थाहा थिएन अहिले यसलाई मैले विश्लेषण गर्दाखेरि के रहेछ त भन्दाखेरि म तपाईँहरूलाई देखाउन चाहन्छु यो लामा
샹고 नाम 8 वटा रहेको छ 샹게고 예라 까마라기 구루 생게 दिसो ngochik bare हैन उहाँको अब गोप्य नाम रहेछ हैन खारा खारा रेस्लाबिने स्यामेन केसारा के रहेछ भन्दाखेरि अब ता 샹게고 예디 निरे 샹게고 ये लामना रादो याना लामा 샹게 छेमि दवाके लामा 샹को चाहिँ अब के हो त 8 वटा नाम रहेछ 8 वटा नाम चाहिँ के हो त भन्दा 샹 देवे दोजी 샹 छोगे दोजी 샹 샹 मिगी देवा दोजी दोर्जे, 샹 केदान दोजी 샹 샹 देवे दोर्जे, रेवे दोजी 샹 샹 गावे दोर्जे, दोजी 샹 샹 दोर्जे, 샹 रोल्पे दोर्जे, 샹 गावे दोर्जे, यामेना ता देवी दोर्जे चाहिँ 원에 나로라 샹 빼마 베즈 사야들 샹 지여버지 타마들 샹 대회 도지들 샹 여버 디시샤 किताबमा चाहिँ ग्रहमा चाहिँ स्याङ दुईटा मात्रै लेखेको छ अन्तिम र पहिला बीचमा चाहिँ छैन तल स्याङ छ बुझ्नु पर्दछ यो ध्यान गर्ने क्रममा 8 र गोप्य नाम ध्यान गर्ने क्रममा के हामीले भावन गर्नु कसरी ध्यान गर्नु पर्दछ त भन्दाखेरि यसको विधि विधान के छ त भन्दाखेरि शङ्काकेमा भित्र चाहिँ भन्नुङ ची वङकुरु भनेको छ हैन भन्नुङ गुरुको अब सामान्य वङकुरु अभिषेक प्रदान भन्ने भित्र चाहिँ अनि यो के हो त एउटा हड्डीको अलङ्कारहरू हैन सेतो हड्डीको अलङ्कार लगाएको यसरी अनि लगाएर बसिरहेको एउटा अब आवाज चाहिँ अब ठोलोलो जुन अब हड्डीको गहनालाई चाहिँ ठोलोलो भन्ने त्यस्तो आवाज आएको अनि ढाकिने आफूमध्ये छ भन्ने ध्यान गर्नु पर्दो रहेछ आफूले अभिषेक आफ्नो वचनको ग्रन्थभित्र के छ भन्दाखेरि चाहिँ गुरु साधना कैज्ञमा भित्र चाहिँ कर्लो जुर्बा नभए चक्र हैन हातमा चाहिँ के हो त हस्तमा चाहिँ झिल्बु र वज्र समातेको ग्रहण गरेको हो अनि भावना गर्नुपर्छ अब स्याङ कर्म स्याङको 8 वटा नाम र अनि कर्म धब्के कर्म 8 वटा नाम चाहिँ हामीले चाख्न जानु पर्दछ जुन यो 8 वटा रूपहरू भनेको छ हैन जुन स्याङको 8 वटा रूप र कर्मको 8 वटा नाम चाहिँ के हो त यसरी ट्रान्सलेट गर्नु पर्दाखेरि अनि देवा पेमा बजर कर्म पक्षी देशिन दोर्जे रंजुन दोर्जे सोके दोर्जे छोरा के छो त्यसैगरी मिगी चाहिँ अब गेलोङ हो सेदा दोर्जे देशिन शेखबा रोल्पी दोर्जे थों धन्जन रोल्पी दोर्जे अब कर्ममा चाहिँ के होता नि पहिलो कर्ममा दुसिन केमा देखि नि आठौं कर्म मिगी दोर्जे मलाई बताउँदो रहेछ अब स्याङको 8 वटा नाम र अनि मिगी कर्मको 8 वटा नाम अनि यसरी पालो पालो टाँस्दाखेरि यसरी आउँदो रहेछ अब जुन पनि त्यो यसरी बयान गर्नु हुँदैन गुरु छेङ्गे त हामीले बताउनु पर्दैन समग्र सबैलाई थाहा नै छ अब गुरु छेङ्गे र अब यो गुरु छेङ्गे र अब कर्मपाको 8औं रूपहरु चाहिँ अब कसरी टाँस्ने भने यो मैले टाँस्नु जानेन हैन स्पष्ट जान्नु चाहेन त्यही कारणले गर्दाखेरि पछि मौका पायो भने यसको विषयमा पछि बताउने नै छु अब त्यही थुन्सिलामे नजिकै हिसे खानु भने हैन ज्ञानको ढाकिने निलो आकाश उत्पन्न भयो भनेदेखि लिएर के हो त अब यो चाहिँ मिग्यो दोर्जेको आफ्नो वचन अब यो चारवटा शब्द पनि यो मिग्यो दोर्जेको आफ्नो वचनको ग्रन्थभित्र मैले जे दिन अब खुसी आउँछु भनेदेखि कर्म बखेन भने बीचमा चाहिँ मिग्यो दोर्जेको अब लामा दुबिसले छम्बा घ भने उहाँको ग्रन्थ रहेछ भनेदेखि भगवान तपाईँ जस्तो होस् भगवान तपाईँ त्यो भित्र चाहिँ सोलेब छम्बा घ भित्र नि कोरेको रहेछ त्यो पछि के छ भन्दाखेरि भनेको छ कि यिनीहरू पछि
भनेको छ कि यहाँ यो कर्मपला नि कर्मपला चाहिँ प्रार्थना अनि तिमीहरू पनि म जस्तै हुन्छ भने यसरी अब आफ्नो अधीनमा राखेको पाठ छ यो फजितम चाहिँ खेम्बादेखि अनि सुरुवात गरेर अनि थुन्सिलामे नाङ्जोरभित्र भएको पाठमा याङ्गेन भनेको चाहिँ लटुपभित्र छैन होइन यो साधनाको प्रार्थनाभित्र छैन तर पनि के हो त यो 8औं कर्मले बाहिरको सिद्ध पुरुषबाट लेखेको राखेको कुरो चाहिँ यो भित्र उहाँले जोड दिएको रहेछ त्यसो गरेदेखि लिएर भन्ने शब्द चाहिँ लडु प्रार्थनाभित्र राखिएको छ क्रममा चाहिँ अलिकता जुन 4 अवधि गुरु योगभित्र अलिकता भिन्नता छ अब लडु भित्र चाहिँ अलिकता अगाडि पठाएको रहेछ होइन तर यो थुसीभित्र अलिक पछाडि राखेको फरक छ त्यसपछि पालेलामा धमला सोध्छु भनेदेखि लिएर यो ग्रन्थभित्र राखेको छैन रहेछ देखेन मैले त्यसै गरी भनेदेखि लिएर खर्लो दम्बे जिजु झिङ्गुर्ची भन्ने शब्द यो 3वटा श्लोक चाहिँ अब कर्मको यो वचन ग्रन्थभित्र देखेन मैले तर पनि यो कमसाको धर्मचर्यको यो अनि सिद्धुर भुसेले चाहिँ यो कर्म कमसाको यो दैनिक पूजा गर्ने पाठभित्र चाहिँ अनि मिगितोर्जेको वचन हो भनेर लेखिएको रहेछ तर मिगितोर्जे आफ्नै अब शब्दमा चाहिँ देखेन ग्रन्थमा देखेन अब लामयिङको मुगु छ्याके चाहिँ भने पाल्देसँग यहाँ हेप्सदाङ केदासरको मिरासो भने यो शब्द चाहिँ 8औं कर्म पाएको के हो कबुम वचनको ग्रन्थ गीति भनौँ न एउटा ध्यानको आध्यात्मिक गीतिभित्र अनि त्यसपछि नियमित अब कागिलो सोदेखि लिएर मिजिक उच्च बुझ्छ मिटो चाहिँ तपसिल स्पष्ट भएको वचनभित्र राखेको छ यो त्यही कारणले यो चाहिँ अब यो अनेकन अब गुरु परम्परागतको पाठ भएकोले होइन यो कर्मपले अब एक किसिमको अब लेखिएको हुँदाखेरि सबै अब कर्मपकै नामहरू उहाँले नै लेखेको भन्ने सकिँदैन होइन परम्परागत नाम राखेको हो भनेदेखि लिएर तीनवटा श्लोक चाहिँ अनि समग्र भोटको अनि प्रार्थना समग्र भोटको प्रार्थना रहेछ यो चाहिँ कुन गुरुले अब कुन गुरुले लेखेको हो त भन्दाखेरि चाहिँ अब मैले भन्न सकेको छैन यो चाहिँ अब त्यही कारणले यो थुसिलामे नजुरभित्र भएको पाठ चाहिँ मिगिदोर्जेले उहाँको ग्रन्थभित्र हो कि होइन भने अनि यो छ कि छैन भने स्पष्ट चाहिँ किन त भन्दाखेरि अब यो सिद्धु पेन्सन उहाँको नेगो कर्म उहाँले कर्म कम चाहिँ हेप्सी टुकी नम्तर भित्र चाहिँ गुरु यो उच्च गुरु साधना हो सम्पुट तन्त्रको वज्र मास्टर अध्ययनबाट स्पष्ट रूपमा समान दृष्टता यी पाठ गीत भनिन्छ र विजयहरूको स्वभाव जुन महासिद्धहरूको शुद्ध दर्शन देखा पर्यो र उहाँको आफ्नै चेलाहरूको सङ्कलन गरेका थिए यो निम्न बिन्ती र लाभहरूले अलङ्कृत छ म क्रमी धर्म प्रभुलाई बिन्ती गर्दछु जसले निर्भयताको ठुलो कुनै पनि अन्य बिन्ती भन्दा ठुलो आवश्यक छ यहाँ भनेको छ कि अब जुन चाहिँ यो 4 अवधि गुरुको थुसिलामेनभित्र के आफ्नै अमृतमय वचन बसेको छ ज्ञानको ढाकिनेको गीतिहरू पनि यो भित्र राखिएको छ अब आफ्नो चेलाहरूको सिद्ध वचनमा राखेको हुँदाखेरि
अनेक सद्भावना प्रकट भए कुराहरू हुँदाखेरि यो चाहिँ अनि राखिएको हुँदाखेरि अनि पहिला मैले यसको विषयमा थाहा थिएन तर अहिले ज्ञान ढाकिनेको अब गोप्य गीत शङ्काकेमा भित्र लेखिएको कुराहरू हुँदाखेरि स्पष्टसँग फुकेर गयो पहिला केही थाहा थिएन तर अहिले अनेक ग्रन्थहरू गर्दा कोट्याउँदाखेरि चाहिँ अमृतमय सबै पुरुषहरूको ढाकिने साधन रहेछ भन्ने यसलाई दावी गर्दछ त्यही कारणले यो मिगो धुर्चीको गुरुहरूले होइन सिद्धि पुरुषहरूले अनि यो होइन गुरु वर्ग यो ढाकिने वर्ग अनेक वर्ग राखेको अत्यन्त पवित्रता छ भन्ने म भन्दछु अब यो सम्बोट कस्तोलाई भन्छ यो कन्जुर बुद्ध वचनभित्र पनि राखिएको छ यसलाई चाहिँ यो बुद्ध वचनभित्र चाहिँ याङ दबजुरु जु भनिन्छ होइन तन्त्र भनिन्छ यो भित्र पहिलो अब अध्याय रहेको छ अब आचार्यहरू एउटा यस्तो लेखिएको रहेछ अब धोर्जेलले पनि डुबिल्यो भन्छ होइन साधना गरेको यसरी कसरी टाँस्ने हो भन्ने यो चाहिँ थाहा छैन मलाई होइन पछि म बताउँला यसको विषयमा टाइम पाउँदाखेरि यो बाहेकको अब शुद्ध भावना जे घेपा आठौँ अनि उहाँको चेला सिद्ध पुरुषहरूको एक किसिम के होता नि यो पढ्ने लगाएँ होइन त्यो गर्ने क्रम ध्यान गर्ने बेला मलाई बेग्लै एउटा आवाज भयो मैले त्यो बेला एउटा ध्यान गर्ने क्रममा होइन मैले यस्तो ध्यान गर्ने जुन भावना गर्ने क्रममा चाहिँ त्यत्तिकै मैले बनावट नभएको त्यो ध्यान गर्ने क्रममा पक्कै नै केही न किसिममा के हो त अनि सांगे यम्बाको एउटा अनेकन अब यो जुन त्यो बेला जुन अब भनौँ न राप्ने गर्ने बेलामा यम्बरहरू सँगै यम्बको जुन अब चाँदिन आकाशे मूर्तिमा राप्ने गर्ने क्रममा अनेक भावना उत्पन्न भएको थियो नि त्यो चाहिँ थुसिलामेनाल्जरो भन्ने एउटा चार अवधि गुरु योगभित्र लेखिएको हुँदाखेरि त्यो पढ्ने बेलामा हामीलाई मलाई बेग्लै नै एउटा भावना उत्पन्न भएको थियो होइन त्यो पूर्व गुरु एउटा आशीर्वाद हो कि भन्ने म ठान्दछु यो ऋषिको अन्तिम पाठमा के भनेको त्यही कारणले भनेको छ कि अन्तमा महान अवलोकनेश्वर जेजुन धोर्जे याङचेन आफैले सुकुवातीको पश्चिमी सुत क्षेत्रबाट चम्किलो सेतो प्रकाशको आफ्नो दूरगामी पाखुरा विस्तार गर्नुहुनेछ र त्यहाँको प्रतिज्ञा अनुसार आफ्नो पाखुरा मात्र फैलाएर पछाडि तानेर तिनीहरूलाई एकैछिनमा मार्गदर्शनमा हुनेछ पाठ लागेको छ होइन यो चाहिँ के हो त अत्यन्त अब आशीर्वाद शीघ्र रूपमा आशीर्वाद लाग्ने पाठ हो यो यो चाहिँ एकदम आशीर्वाद भएको कुरामा बाहेक अब एउटा अनि कविता पढिएको शब्द होइन यो एकदम श्रद्धा भक्तिद्वारा के हो त यसलाई चाँडो जो आफूले ध्यान गर्नु सजिलो बुद्धि सक्नु हुँदाखेरि महामुद्रा छवटा धर्म सूत्र तन्त्र जेमा टाँसित भने के हो त पवित्र जेगो ओङ्सु धोर्जेले थुसी चार अवधिको अब यो गुरु योग अनि छवटा धर्म यसरी लागेको छ
근데 인주산에 जे भए तापनि 감상의 냠랭이 닝부이네야 튜신들이야 कमसँगको के 제수요 होता 된 제수요 ध्यानको सार्ने के होता यो 까마 फ्युजियलामे 차오니 नजर आएको छ 세샤베기 त्यो 튜신 कारण 선데 미림 신지 신도 세와사티 나로래 कर्म कमसँगको 드리 송샤 निको थुसी यो चाहिँ एकदम मुटुन सारै हो भनेको चाहिँ के हो त यो त्यसले बताउनु भएको छ यो थुसी लामे नल्छ चाहिँ 영술 कमसँगको 차서 अर्को 검절 चाहिँ 나서서 니인숨 세숨 들러 튜송티 쇠대 서바 나부른 제수 쇠단 के 돌아 भन्दैछ भने 날체 렌수 यस्तो भनेको छ कर्ममा 갈바가는데 स्विङ 신지 धर्जको 거디 जीवन 갈바거는 주고 탐지 छाउनेको तिनी 마데니 ह्याङ्री 내때나 체바 예 감상 냠낸 सङ्घ 소데 खण्डका साथ अन्य भागहरूमा प्रत्येक दिन र प्रत्येक रात 3 पटक पाठ यो गर्दथे उनीहरूले 4 वटा 와 यो अवधिमा 아니 धारण 그거야 गर्थ्यो र यो पाठ 영술 गर्थे विशेष 차숨 गरी 사디 4 सत्र गुरु योग विशेष गरी 땅 오만 아주 साँझ बिहान मध्यरातमा 소야 तिनीहरूले 예산다 एउटा 소래 예림 गिरोहको 베데 घन्टी 샤다 बजाउँथे र 이노바 다 영술 차숨 사디 그래 सबैमा यसरी अब 다 भने घन्टी बज्न साथ त्यो ध्यान 샤샤야 गर्दै 아마 थियो भनेको छ 수르세야 एक किसिमको 수르rel라 거라 차스야 차상rel라 거라 다 이네디 로주 더뉴 메두사네 시다 급지도 ngarange 하고메 제마 ताया छिदुसाने यंसु अब छासुम सादे खण्डे जिरे याङसुर डासु भने कस्तोलाई भने मैले पहिला थाहा थिएन तर अहिले चाहिँ मलाई अजंगवा के हो कसरी शिवे इंसान मैले बताए चाहिँ अब जे जुब छिन दो जी कुछि त्यो यन्छेले या यो गार्सेन पहिलो पहिलो भनौँ न अब मतलब त अब वंशु दर्जीको पालोमा होइन छुइन दर्जीको पालोमा जो जुब त्यसलाई यन्छे साधना गर्ने चोक्टा भने 3 प्रकारको रहेको छ मैले अस्ति बताएँ जस्तै ते मई बे अने गार्ले या गोमडा तिन्दे या याब्रे अब गोम्डा भनिन्छ होइन गुम्बाभित्र एउटा ध्यान गर्ने ठाउँ रहेको छ त्यो चाहिँ साधना गर्ने स्थान रहेको छ 니 레수 체 레수 체제네 बे थ्यु दिनमा 3 चोटि रात 3 चोटि होइन थ्यु सोसोसोसोलिया आउने अवधिमा चाहिँ के हो त अनि त्यो बेला चाहिँ अनि थुसिलामे नजरको अनेक पूजा आजा गर्ने ध्यान साधना गर्ने परम्परागत थियो सो के हो त अब जुन चाहिँ अब अँधेरो साँझ परेदेखि होइन बिहान उषाकाल मध्यकालीन मध्यरा होइन अनि त्यो बेला त्यो जुन खर्ना भन्ने एउटा जुन आवाज दिने जुरुक्क त्यो उठेर मैले अब जुन ध्यानी योगीहरू चाहिँ अब जुन पेटी नखोल्थ्यो आफूले लुगा मान्ने पेटी नखोल्थ्यो होइन सिधा नै हुन्थ्यो अनि त्यो खर्गा बन्ने बित्तिकै सिधै ठिङ्रिङ भएको हुन्थ्यो त्यो बेला उठे उहाँ निन्द्रादेखि बिउजिने बित्तिकै उहाँले ध्यान गर्नुहुन्थ्यो चोक्बु एउटा सानो पाललाई भनिन्छ होइन जुन एकजना आँट्ने पाललाई अनि यसलाई चोक्बु भनिन्छ अनि त्यो बेला जुन क्याप्टेन भन्छ एउटा त्यहाँको होइन उसले ध्यान गरेको छ कि छैन भने त्यो पाल खोलेर टक्क फेर ओ अनि हेर्थ्यो हेर्ने बित्तिकै अनि ओहो थुसिलामे नजर 4 अवधिको ध्यान गरेको थियो रेखदेख गर्नुहुन्थ्यो यदि त्यो ध्यान त्यो घन्टी बज्दै ध्यान गरेको छैन भने चाहिँ उसले चाहिँ के हो त सजाय दिन्थ्यो अब पहिला हामीले सोच के आउँछ ओ उसलाई अब एक किसिमको सजाय दिने भनेपछि पिट्ने कुट्ने हुन्छ तर होइन मिगे दोर्जे 8औं 9औं औतरी कर्म औतरीको पालोमा नि 8औं 9औं 10औं अनि 8औं देखि 7औं 10औं औतरी कर्म औतरीसम्म पिट्ने भने के पनि छैन होइन सजायमा लट्ठी दिने होइन त्यो बेला के हो त अनि त्यो बेला गल्ती भयो भने सजायको रूपमा अनि तुङसा होइन पतन पाठ गर्ने त्यो लगाउने बाहेक अनि त्यस्तो के पनि थिएन यही कारणले गर्दाखेरि अनि पछि पछि गएर यो जुन बाहिरीको लोकको अनि सजायहरू चाहिँ नि गुम्बामा आएको हो जस्तो मलाई लाग्छ होइन गुम्बाभित्र खासै लाठीले पिट्ने होइन अनि जुन अब छाल चमराले पिट्ने त्यस्तो छैन गुम्बामा खासै छँदै छैन त्यही कारणले सजाय दिने हो सजाय दिँदा थियो भने बित्तिकै फेरि लट्ठीले कुटपिट गर्ने हो कि त्यस्तो कदापि नठान्नु होला 16औं औतरी कर्मपाको पालोमा ऋग्वेद दर्जीको पालोमा आउने अनि पछि पनि यो पालना गर्दै गए यो अब रुम्तिक जुन अब छुर्बु भनौँ न रुम्तिकको बेलुका के हो त खाना खाइसकेपछि ऋग्वेद दर्जीको पालोमा अनि
अब जुन घोङखङ भनिन्छ हैन एउटा 간다 महाकाल 강아지 동야 강아 중중 강아 भित्र 중중 चाहिँ 동시에네 मन्दिरमा 강아 चाहिँ 중중데 त्यो बेला 동 घन्टी सानो 사네 घन्टी बजाउँदा थियो 덤베게 난게 त्यो 지 सानो घन्टी बजाउँदाखेरि 자바 게바 디소 अनि 에네 त्यो बेला 라소수이기 वरिष्ठ पुरानो 탐사ले भिक्षुहरू 아디에 वरिष्ठ 큐 भिक्षुहरू 수고제 एने बोलाएर 토덤냐 다지 ध्यान गर्नु पर्थ्यो त्यो 동시에네 बेला चाहिँ 카르나 예비냐 आफ्नो ताति ना इष्टदेवको लुसुइचे पाठहरू के थियो त तातिने हैन गोरावासे छोर्ता अनि यस्तो गोरावासे त्यो ध्यान गर्दा अब त्यो गोरावासे बेला गोदिसो 슝고디सो 챤아다 दिने 디 구숭 소르체 अब 고라와디 त्यो बेला जुन अब 슝고 पाले भनौँ न एउटा 젠체 गेटकिपर 아니 친한기 균주이디소 매바 참조차 그지 튠강아 अनि 동네 जुन त्यो बेला ध्यानको बेलामा बेलुका 6 बजे साँझ परेपछि घन्टी बजेर ध्यानमा लाग्ने बेलामा मान्छे ओरपर हिँड्नुको लागि रोकिदिँदै हिँड्नु नलाउँथ्यो अनि त्यो बेला चाहिँ के हो त एउटा घिउ भन्ने क्याप्टेन भनौँ न हैन जुन एउटा यताउता हेरेकदेख गर्ने एउटा पाले अनि अर्को त्यो एउटा क्याप्टेन अनि यताउता सबै त्यो बेला ध्यान गर्ने क्रममा कोही मान्छे आवाज दावा गर्छ कि उसलाई ध्यान भङ्ग गर्छ कि भन्ने यसरी अनि कोही आउनु नदिन्थ्यो एकान्त अनि अनि यो एकान्त कुनामा यसरी ध्यान गर्थ्यो त्यो चाहिँ कर्म घर्षित पहिला पनि थियो भने अनि यो 16औं अवतरिक ऋग्वेदहरू चाहिँ कर्मपाको पालो पनि यसरी बेलुका यसरी गर्ने प्रचलन थियो अब पहिला त कर्म घर्षित अनेकन ठाउँमा ध्यान गर्थ्यो होइन सानो पालभित्र एक ध्यान गर्थ्यो पछि अब यो लोप हुँदै गयो पछि अनि केही समयमा अब अनि यसरी छोटो अवधिमा ध्यान गर्दै आयो यो चाहिँ एउटा भिक्षुनी मात्र वर्ग मात्र नभएर होइन अनेकन अनि यो गृहस्थी वर्ग जुन अब तन्त्र साधना गर्ने तान्त्रिक सबै छ सबै अब धेरै नै वाङहरू लियो नि होइन वाङ थाहा होइन कति लियो कति थाहा कति वाङ लिएर पनि वाङ लिएर मात्रै फाइदा हुँदैन होइन विशेष गरी एउटा प्रतिबद्ध एउटा प्रतिज्ञा हुनुपर्दछ अब वाङ पाइसकेर एक पक्षमा के हो त तपाईँले एउटा अधिकार पाइसकेको हो एउटा चाहिँ त्यो हो तपाईँले लिँदैन भने अधिकार पाएको छैन अब एक किसिममा हो भने के हो त एउटा वाङ भनेको चाहिँ अविश्य भने के हो त वज्रको एउटा यो तान्त्रिक तन्त्रयान तपाईँले अभ्यास गर्नु सक्ने त्यो एउटा अधिकार पाएको हो अनि यदि तपाईँले तान्त्रिक कुनै ज्ञान तपाईँले अधिकार पाउनु भएन जति पनि वाङ पाएको अब सबै उनीहरूको अब ध्यान गर्ने प्रार्थना गर्ने सक्दै सक्दैन अनि वरिष्ठ भिक्षुहरूले लामो 3-4 घण्टासम्म पढ्ने धेरै पर्दो रहेछ होइन इष्टदेवको सबैले 3 घण्टा पढ्नुपर्छ भने गाह्रो नै धेरै काम छ समय नै फरक छ होइन त्यसै कारणले गर्दाखेरि अब आफ्नो मूल गुरुको अब भनौँ अब अवधिको गुरु योगले चाहिँ आफ्नो मूल गुरुसँग प्रार्थना गर्नुभयो भने अनि जुन वाङ पाएको जति पनि तपाईँले यो ध्यान गर्नुभयो भने होइन अनि वचनलाई राखेर अनि यसरी तपाईँले प्रतिज्ञा गरेर ध्यान सही गर्नुभयो भने सबै त्यहीमै बर्सिन्छ नि अब घेडु नजिक होइन 6 अवधिको भनिन्छ अब 4 अवधिको गुरु भनिन्छ अनि यसको विशेषता मात्रै अब बताएर काम छैन होइन आफ्नो विशेषता भएको चाहिँ हामीले अभ्यासमा लागि पर्नु पर्दछ तपाईँको मान्ने मात्रै होइन अभ्यासमा जुट्नु पर्दछ आज म यतिमै अब विश्राम गर्न चाहन्छु